नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मुगु बहसमा हामी तपाईसँग पुनः पनि उपस्थिति भइसकेका छौँ। यो कार्यक्रम तपाईले सुन्दै आउनु भएको छ मात्र सामुदायिक रेडियो मुगी एफएम 107.4 मेगाहर्जको ध्वनि तरङ्ग मार्फत तपाईले हाम्रो मुगु जिल्ला सहित हुम्ला जिल्लाका केही भूभागबाट र हाम्रो पात्रोबाट एकैसाथ सुन्ने कार्यक्रम एकदम तपाईको एकदमै विश्वासिलो र एकदम तपाईले सुन्दै आउनु भएको कार्यक्रम मुगु बहसमा हामी तपाईसँग पुनः पनि उपस्थिति भइसकेका छौँ। यो कार्यक्रम तपाईले हामीले विविध तपाईले जानकारी नै छ, हामीले जिल्लामा राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ्य जस्ता विषयमा हामीले तपाईसँग चर्चा अनि परिचर्चा गर्दै आइरहेका छौँ। यो कार्यक्रम तपाईले मात्र हाम्रो सामुदायिक रेडियो मुगी एफएम 107.4 मेगाहर्जको प्रत्येक हप्ताको आइतबार राति 8 बजेदेखि 9 बजेसम्म, यसको पुनः प्रसारण भोलि बिहान 6:30 बजेदेखि करिब 7:15सम्म तपाईमा हामीले पस्कने गरेका छौँ। हामी यो कार्यक्रम विशेषतः मुगु जिल्लाको आर्थिक विकास, भौतिक र यहाँमा भएका अनियमितता, भ्रष्टाचार लगायतका विषयमा, हामी सुशासनका विषयमा तपाईसँग रहेर कुराकानी गर्दै आइरहेका छौँ। यो कार्यक्रम अहिले मेरो आवाजलाई तपाईको रेडियो सेट अनि मोबाइल सेटसम्म नजिक पुर्याउने प्राविधिक साथीसँगै म छु तपाईको सहयात्रा साथी खड्क सुना र मेरो क्यामेरामा हुनुहुन्छ फोटोमा रतन रावल भाइ। हामी तपाईसँग यो कार्यक्रम सुनिरहनु भएको छ। तपाईले कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव भने दिन नभुल्नुहोला, जसको लागि हाम्रो सम्पर्क टेलिफोन नम्बर रहेको छ 087 460 147 को बाटो भएर तपाईमाझ हामी उपस्थिति भइसकेका छौँ। अब म आजका हाम्रो अतिथिलाई म तपाईमाझ चिनाउन गइरहेको छु। आजका हामीसँग अतिथि आउनु भएको छ निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन मुगुका प्रथम अध्यक्ष, हालै स्थानीय तहका अधिकृत र विश्लेषक, हाम्रो मुगु जिल्लाको एकदमै जिल्लाको स्थिति वस्तु स्थित तल्लो तहमा पुग्ने एउटा हाम्रो विश्लेषक हुनुहुन्छ तीर्थराज साई। उहाँसँग हामी आज विशेष कुराकानी गर्नेछौँ। उहाँसँग मुगु जिल्लाको भौतिक संरचना, मुगु जिल्लाको अनियमितता, मुगु जिल्लाको प्रशासनिक क्षेत्र र विशेष सँगसँगै हामीले मुगु जिल्लाको राजनीतिक एउटा कर्मचारी भइसक्यो, एउटा राष्ट्र सेवक कर्मचारी भइसकेपछि जिल्लाको राजनीतिक तर्फ कसरी हेरिरहेका छन्, एउटा कर्मचारी पनि एउटा उहाँ विश्लेषक भइसकेपछि उहाँले राजनीतिक क्षेत्रलाई कसरी हेरिरहेका छन्, अब मुगु जिल्लाको बाटोलाई, मुगु जिल्लाको विकास उन्मुख गर्न उहाँहरू कस्तो भूमिका हुनुपर्छ र के गर्नुपर्छ भन्ने विषयमा हामी कुराकानी गर्न गइरहेका छौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। ल, विशेष धन्यवाद रेडियो मुगु मार्फत हाम्रो खड्कजी र रतनजीलाई। यो तपाईँहरूको रेडियो मुगु बस नयाँ कार्यक्रम सञ्चालन गर्नुभएको छ। यसले गर्दा मुगुका तमाम मुगु जिल्लापट्टि चासो राख्ने, नेपाल मुगुको राजनीति, मुगुको सामाजिक अवस्था, मुगुको समसामयिक अवस्थामा जसले चासो राख्नु भएको छ ती कुराहरू यहाँले सम्बोधन गर्नुभएको छ। यो कार्यक्रममा मलाई पनि उपस्थित हुने, मलाई पनि आफ्नो भनाइ व्यक्त गर्ने जुन अवसर प्रदान गर्नुभएको छ, यसका निम्ति विशेष आभार व्यक्त गर्न चाहन्छु। र के छ भने यहाँले सोध्नुभएको धेरै पृष्ठभूमिमा पनि बताइसक्नु भएको छ र हिजोको मुगु र आज मुगु धेरै फरक छ। हिजो हामी मुगु आउँदाखेरि के थियो भने चामलको लागि हामीले लाइन लाग्नु पर्थ्यो, नुनको लागि हाहाकार थियो, बाटोको लागि हाहाकार थियो, हामी बत्तीको लागि हाहाकार थियो, हामी स्वास्थ्य संस्थाहरूको पनि हाहाकार थियो, हाम्रो विद्यालयहरू पनि त्यस्ता पूर्वाधारयुक्त थिएन, विद्यालयहरूको सङ्ख्या नै थिएन। अहिले त्योभन्दा फरक मुगु छ। हामीले 46 सालसम्मको अगाडिको मुगु एक, 46देखि हामी द्वन्द्वकालसम्मको मुगु एक, त्यसपछि 70 सालपछिको मुगुमा धेरै परिवर्तन भएको छ। तर के हो भने परिवर्तन भन्ने चिज कहिले पनि अनि इन्डिङ पनि हुँदैन, परिवर्तनको सीमा कहाँसम्म भन्ने त्यसको निर्धारण पनि छैन। विकास भन्ने शब्द यति भयो भने विकास, यति भएन भने विकास भन्ने त्यसको पनि मापक कुनै मापदण्ड पनि छैन, मापक पनि छैन। अमेरिका जस्तो सम्पन्न देशमा पनि अहिले पनि विकास चाहिएको छ, युरोप जस्तो सम्पन्न मुलुकमा अहिले पनि विकास चाहिएको छ, चाइना जस्तो सम्पन्न देशमा पनि अहिले पनि विकासै भनेर त्यहाँ पनि कुरा भएको छ। हाम्रो जस्तो विकासोन्मुख मुलुकको देशमा, हामी जस्तो पिछडिएको क्षेत्र दुर्गम भूभागमा अहिले पनि अनि विकासको कुरा नउठ्ने त कुरै छैन। अहिले पनि हामीमा के भएको छ भने जति विकास भए पनि नपुग्ने क्या। हिजो यो जिल्लामा 4वटा मावि हुँदा पनि हामीले के भने शिक्षकमा ठुलो अनि परिवर्तन गर्नुपर्छ, शिक्षा शैक्षिक संस्थाहरू भएनन्, हामीले पठन पाठनबाट वञ्चित भयौँ भनेर अहिले करिब यो जिल्लामा अब 16 गाउँपालिकामा 9, त्यसपछि 12वटा मावि सोरुमा 9 अनि 12वटा खत्याड, त्यसपछि यो 5-6वटा यो छाना रारामा, त्यसपछि कार्मरङमा एउटा गरी हामी त्यो करिब 2 दर्जन हाराहारीमा शैक्षिक संस्थाहरू छन्, 2वटा क्याम्पसहरू छन्, निजी अनि निजी बोर्डिङहरू पनि छ। त्यति हुँदा पनि हामी शिक्षामा अझै भएन भन्छौँ।
हामीले प्रत्येक के भने प्रत्येक पहिलाको 24 गाविसमा एक स्वास्थ्य चौकी थियो, जिल्ला जनस्वास्थ्य कार्यालय थियो। त्यति हुँदा पनि हामीले पुगेनै भन्थ्यौँ क्या। त्यति भन्दा पनि हामी हिजो सुरुबाट गमगढी आउँदाखेरि हामी 2 दिन लगाएर आउनु पर्थ्यो। करिब कारमरुङबाट यहाँ गमगढी पुग्न 3 दिन लगाउनु पर्थ्यो। खत्याडको सुकाटिकबाट गमगढी पुग्न 2 दिन लगाउनु पर्थ्यो। आज त दिन लाग्ने त कहीँ कुनै भूभागै छैन। कारमरुङको केही भूभागमा अब हामी सडक पुग्न अझै पनि पुग्न सकेका छैनौँ। हामीले कारमरुङ बाहेक अब सबै स्थानीय यो जिल्लाका खत्याड, सोरु जहाँ छ सबै धेरैजसो अधिकांश बस्तीहरूमा सडक सञ्जाल विस्तार पनि भइसकेको छ। अझ त्यति हुँदा पनि हामीले के भयो भन्छौँ कि के भन्नुपर्ने हो त? हिजो हामीले के भने ओडारमा सुत्नु पर्थ्यो, गोठमा सुत्नु पर्थ्यो। हामीले बासै नपाएर अनि के अरे अनि बास बस्ने ठाउँ खोज्दै जानु पर्थ्यो। हामी त्यस्तो हाहाकार थियो। हामी खाद्यान्न हिजो भोगमरी थियो, अहिले मुगुमा भोगमरी भन्ने शब्दै सुनिँदैन। हामी हिजो नुनको लागि हामी के अरे आपूर्ति मन्त्रालय धाउनु पर्थ्यो। हिजो मुगुको जतिजना के अरे जुनसुकै राजनीतिक दल, जुनसुकै पार्टीको एउटै एजेन्डा के थियो भने म खाद्य पुर्याउँछु, म अनि के अरे नुन पुर्याउँछु। हाम्रो अब त्यही मात्रै के अरे डेलिगेसनको माग पहिलो माग हुन्थ्यो। अहिले त त्यो हाम्रो माग त परिवर्तन भएको छ नि। तर त्यो हुँदा पनि हामी के भएर भएन मात्रै भन्ने, हामी छैन भन्नेबाट पनि सुरु छ क्या। हजुर, जस्तो यसैमा चाहिँ एउटा त विश्लेषक भएको नाताले म भन्दैछु कि अहिले पनि तपाईँको यहाँका नागरिकको गुनासो के छ, नागरिकको गुनासो के छ भनेपछि अहिले पनि मुगु जिल्लामा जुन हामीले जुन चाहेको जुन विकास हुनुपर्छ, जुन आधारभूत आवश्यकता पनि हामीमाझ पुगेन भन्ने छ। यसले गर्दा हाम्रो मुगु जिल्ला विकासमा अलि पछि पर्यो, मुगु जिल्लाले सौतेन व्यवहार गर्ने भन्ने छ। यसमा एउटा त विश्लेषक भएको नाताले यसमा कसरी लिनुभएको छ नि? होइन, सबै के हो भने सबै नकारात्मक के। बिहान उठ्दा बित्तिकै आँखा झिमझिम त्यो के अरे परे आँखाको के अरे त्यो नमिच्दै अनि के अरे त्यो बाहिर ननिस्किँदै हामीले सामाजिक सञ्जाल हेर्छौँ कि कोठाबाट बाहिर ननिस्क्यो। ओछ्यानमै हामी सामाजिक सञ्जाल प्रयोग गर्छौँ। सामाजिक सञ्जाल प्रयोग गर्ने हामी अहिले के भने संसार नै एउटा मोबाइलमै छ के। जे छ त अमेरिका गतिविधि मोबाइलमै देख्नुहुन्छ, चाइनाको गतिविधि मोबाइलमै देख्छौँ। हामी ती एडभान्स देशमा भएका विकासहरू देखेर हामी यार यो देशमा यो भएछ अहिले किन। युरोपमा 6 करोड मान्छे मरेछ प्रथम दोस्रो विश्वयुद्धभन्दा 6 करोडभन्दा बढी। 200 वर्ष अगाडि नै उनीहरूले यो डेभलप गरिसकेका थिए। अहिले पनि अझ उनीहरू डेभलपमै छन्। अमेरिका त्यत्रो सङ्घर्ष गरे, त्यति हामीभन्दा धेरै वर्ष अगाडि उनीहरूले त्यो के अरे यो किसिमको उपलब्धिको हासिल गरिसकेका थिए। हामी त्यो त छैन। तिनीहरूको तुलनामा हामी नहोला, तर के भने धेरै कुर्बानी गरेका छन्, धेरै टेक्नोलोजीको विकास भएको छ, धेरै औद्योगिकीकरण भयो त्यहाँ। अनि त्यहाँको धेरै बौद्धिक जनशक्ति पनि होइन, धेरै अनि त्यहाँ उत्पादन पनि भयो, त्यही किसिमको संस्थाहरू पनि विकास भए। अब त्यो तुलनामा हामी छैनौँ। तर त्यो अमेरिकाको विकास, युरोपको विकासमा आजै हामी पुग्ने होइन नि। हामी 40 सालमा काठमाडौँका गाउँमा बाटो पुगेका थिएन। 40 सालमा काठमाडौँमा जति गाडी थियो त्योभन्दा बढी गाडी त मुगुमा चल्छ त। त्यो हामी विकास होइन। 40 सालमा हामीले अरनिको के अरे पृथ्वी राजमार्गमा त प्रयोग गर्थ्यौँ। त्यसपछि गएर त्यहाँ त्रिभुवन राजपथ प्रयोग गर्थ्यौँ। त्यसपछि गएर त्यो के अरे अनि चाइनासँगको अरनी राजमार्ग प्रयोग गर्थ्यौँ। त्योभन्दा त गाउँमा अहिले पनि काठमाडौँका गाउँमा बाटो छैन। त्यो हामीले त्यो विकास भन्ने त्यहाँ काठमाडौँ पुग्यो भन्ने होइन कि। विकास एकै ठाउँमा केन्द्रित पनि भएको छैन कि। विकास सबै ठाउँमा सन्तुलित ढङ्गबाट भएन। हिजो समावेशीकरण थिएन। हिजो दुर्गमका आवाजहरू सुनिँदैन थियो। हिजो दुर्गमका आवाज पुर्याउने जनशक्ति के अरे राजनीतिक दलहरू पनि थिएनन्। त्यो किसिमको नेतृत्व पनि विकास थिएन। त्यो किसिमले भएन। तर पछिल्लो चरणमा हामीले भन्दै गर्दाखेरि अहिले सञ्चार भन्छौँ। अहिले अनि मुगुको जनसङ्ख्या कति? करिब पुग्नको 60,000। 60,000मा माइग्रेट भएको जनसङ्ख्या नेपाल, सुर्खेत, काठमाडौँ कति गएको छ? यहाँ बस्दै मुस्किलले 45,000को हाराहारीमा जनसङ्ख्या बस्छ। 45,000 जनसङ्ख्याको हातमा केही नै भने 60,000 अनि मोबाइल छ यार। त्यो के विकास होइन त्यसले? अनि 4G चलाएको छ यार। एउटा गाउँमा गएर 4G चलाएको छ। अमेरिका त्यो गाउँबाट हेर्न पाएछ। भारतको गतिविधि त्यो गाउँबाट हेर्न पाएछ। चीनको गतिविधि गाउँबाट हेर्न पाएछ। त्यसले जेन आन्दोलन भनेर पर उसको अरू देशको सिको गर्छ। अनि त्यो विकास नभए होइन नि। अहिले गाउँमा कुनै गाउँ पनि भोगमरी छैन। हामी फोटोमा भोगमरी देखाउँला, कुनै मिडियावाइज गर्ने त्यो भोगमरी देखिँदैन। पोजिटिभली सोच्नु पऱ्यो क्या। हामी भएन मात्रै नभनौँ क्या। गरेका कुराले गरे त भन्नु पऱ्यो नि। सबै ठाउँमा अनि के अरे सञ्चार सुविधा अहिले मुगुको 4वटै स्थानीय तह 45वटै वडामा कुनै पनि वडा सञ्चारबाट विच्छेद छैन। अहिले केही विपदका घटना परोस्, हाम्रो नराम्रो सूचनाहरू सम्प्रेषण गर्न परोस्, तपाईँहरूले पनि अनि के अरे कुनै सम्पर्क गर्न चाह्यो भने जति बेला पनि उपलब्ध हुने 45 वडामै नेटवर्क छ मोबाइलको। 45वटै वडामा शैक्षिक संस्थाहरू छन्। चाहे त्यो प्राइभेट के अरे आधारभूत अनि विद्यालय होस्, चाहे मावि होस्। एउटा सानो जिल्लामा 50 पुग्नको 50,000 जनसङ्ख्या भएको जिल्लामा
अनि के अरे 2 दर्जनको हाराहारीमा माध्यमिक तहको विद्यालयहरू छ, 2टा क्याम्पस छ, अनि निजी माध्यमिक विद्यालय 2टा छ। यो त नभए होइन नि, हामी 60,000 त क्यालकुलेसन त विद्यार्थी नै पुग्दैन। कुनै शैक्षिक संस्थाहरूमा त विद्यार्थीभन्दा टिचर पनि बढी भएको छ काठमाडौँमा हो। तिनीहरूलाई त्यस्तो पनि भएको छ, त्यो नभए होइन नि। त्यस्ता कुराहरूमा के हो भने त्यो बढी भएको विद्यार्थी सङ्ख्याभन्दा टिचर सङ्ख्या बढी भए, कुनैमा के अरे विद्यार्थी बढी भयो टिचर कम भएको छ, त्यस्ता कुरा मिलाउने स्थानीय तहले सानातिना जनताका के अरे अहिले बाटो भयो, यहाँबाट सोरु जानलाई हामीले 2 दिन हिँड्नु पर्थ्यो। मेरो घरबाटै आउन 2 दिन पठाएर हामीले यहीँ माध्यमिक विद्यालय पढ्दाखेरि हामी 8-10 क्लाससम्म पढ्दाखेरि हामीले 2 दिन लगाएर हिँडेर आउनु पर्थ्यो। अहिले त त्यो दिन त छैन, त्यो दिन त कथा भएको छ नि। हामी ओडारामा सुन्नु पर्थ्यो, हामी गोठमा सुन्नु पर्थ्यो, सुन्ने ठाउँ नै पाइँदैन थियो। अहिले 2 घन्टा यहाँ गमगढीबाट सोरगोट पुग्न 3 घन्टामा पुग्छ। यहाँबाट अनि काठमाडौँ अब त बाटो अब करिब त्यो सिमाना त 8-9 नम्बरमा छोइसकिया छ। अब त्यहाँ पनि अब राष्ट्रिय प्राथमिकतै राजमार्ग हो, त्यो पनि बन्ला। अब त्यो निकुञ्जको कारणले गर्दा के अरे खत्याडमा अब जिल्लासँग टच डाइरेक्ट सम्पर्क विच्छेदै छ, अहिले भएको छैन। अब हामी जस्तै सोरुबाट गए पनि उता के अरे जुम्लाको त्यो के अरे कनका त्यो हामी त्यो गोठी जुलाबाट गए पनि हामी टच त छौँ नि। त्यो त एकै दिनमा यो जिल्लाका काठमाडौँ बाहेक सबै स्थानीय तहका धेरै जसो हामी बस्तीहरूमा पुग्न सक्ने अवस्था भएको छ सडक। तर सानातिना सुन्नु न, सानातिना सडकहरूको मर्मत गर्ने त्यो स्थानीय तहले गर्ने हो। अनि सडक सम्मार्गकर्ता भनेर स्थानीय तहले राख्न सक्छ, सडक शिक्षा भनेर सबले स्थानीय तहले सञ्चालन गर्न सक्छ। मेरो घर अगाडि बन्ने अनि सडकको खाल्डो पुर्नलाई अनि सङ्घीय सरकार आउनुपर्छ, प्रदेश सरकार आउनुपर्छ, अनि त्यो सडकको पाती काट्नलाई अनि स्थानीय तह गुहार्ने हो। त्यो एउटा ढुङ्गो फाल्नलाई सङ्घीय सरकारले गुहार्ने, नेताले के गर्यो भन्नुपर्छ, एउटा ढुङ्गो फोड्नलाई, एउटा ढुङ्गो फाल्नलाई, सानो खाल्डोलाई अनि के अरे 4-5 बिल छ, अनि के अरे ग्रेभेल हाल्यो भने पुरिन्छ, माटो हाल्यो भने पुरिन्छ। अब त्यस्ता साना कुरामा पनि नेताले के गर्यो, फलाना सरकारले के गर्यो, यो निराशा बढी भयो। यो होइन, अहिले पनि त तपाईँको राजनीतिक दलका प्रमुख नेताहरू कार्यदल मान्छेहरूको नानी वितृष्णा छ नि, अहिले कायमै छ नि। होइन, वितृष्णा गर्नलाई के भने शिक्षा भएन। सबैभन्दा के भने हामी हिजो र आजको अनि हामी तुलना गर्न सिक्नु। आज मात्र देख्यो, हिजो देखेन नि। हिजो गोठमा सुतेका छौँ त हामीले देखेन त, उसले ओडारमा सुतेको देखेन त, उसले भोकै बसेको उसले देखेन नि। उसले हामीले बिस्कुट देखेकै थिएन, उसले हिजो चिया खानै पाइँदैन थियो भने त्यो देखेन, नुनको लागि लाइन लागेको देखेन, खाद्यको लागि त्यो के अरे सिडिओको भर पर्नु पर्थ्यो। सिडिओको प्रमुख काम नै 2 किलो चामलदेखि लिएर 20 किलो चामल बाँड्ने दिनकै लाइनको लाइन जिल्ला प्रशासन उसले देख्न पाएन। त्यो देख्न उसले पाए छैन। अनि उसले के देख्यो भने यो सबै बनेको अनि हवाई मार्ग थिएन, त्यस देख्नै देखेन नि। उसले के भने त्यो टुकी बालेर झरो बालेर बस्नु पर्थ्यो। अहिले के भने फेसनको लागि हामी झरो ल्याएको छौँ, झरो बाल्नुपर्ने छ त। मुगुमा कुनै बस्ती छ देखाओस् त हामीले झरो बाल्ने ठाउँ। राष्ट्रिय प्रसारण लाइन अहिले पनि बन्ने क्रममा छ। प्रत्येक गाउँमा घरमा सोलर छ। ती पोजिटिभ कुराहरूमा आउँदै आएन। हामीले के भने राम्रा कुराहरूको प्रचारै छैन, जहिले पनि गरेन, भएन। केही नराम्रा पनि भयो होला नि। जस्तै अब जनतामा निराशा के भयो भने तपाईँ विकास गर्ने, तपाईँ ज्याला ठगिदिने, भ्रष्टाचारको मात्रा बढाइदिने, त्यसपछि गएर आफ्नो अनुकूलका योजनाहरू अनि बाँड्ने, अनि नीतिगत भ्रष्टाचार गर्ने, त्यो कारणले जनतामा निराशा भयो। स्रोत पहिलाभन्दा बढेकै छ, पहिलाभन्दा विकासको अनि गुणस्तर विकासको के भने सङ्ख्या पनि बढेकै हो। तर के भने जतिसम्म पुग्नु पर्थ्यो सबै पारदर्शी, यो सबै बढेको के भने सबै ठाउँमा पारदर्शी भएन। प्रत्येक राजनीतिक दलहरूका अनि जो लिडर हुन्छ, जो नेता लाग्छ, गाउँको होस् देखि लिएर सबै उपभोक्ता हुन खोज्ने, सबै उपभोक्ता समितिमा हुनुपर्छ। योजना आवश्यकता अनुसार ल्याउनु पर्नेमा उपभोक्ता हुनलाई योजना ल्याउने नि, योजनामा प्रिपेड घुस किनेर ल्याउने। हाम्रा प्रदेशबाट आओस्, जुनसुकै अरू स्थानीय तहमै होस्, चाहे त्यो सङ्घबाट आओस्, त्यस्तो योजना आफूलाई तोकेर योजना आफूलाई पाएको पर्ने योजना, सबैलाई पाएको पर्ने योजना ल्याउनु पर्नेमा आफू उपभोक्ता समिति हुन सकिन्छ कि नै, उपभोक्ता समितिको अध्यक्ष बनाउँछन् कि नै, अनुकूल हेरेर योजना माग्ने, योजनामा काम गरिसकेपछि लेबरको काम अनि ज्याला नदिने, त्यसपछि गुणस्तर अनुसारको काम नगर्ने, त्यसपछि जुन किसिमको अनि क्वान्टिटी र क्वालिटी पुग्नु पर्थ्यो त्यो विनियोजित बजेटले त्यो किसिमले पनि काम नगर्ने, त्यो किसिमले हामी निराशा भएकै हो। बिचमा यो द्वन्द्वकालमा अब बिचमा के भने सुरक्षा निकाय पनि गाउँ जान सकेन, प्रशासन पनि गाउँ जान सकेन, अनुसन्धान गर्ने निकायहरू पनि गाउँ जान सकेन, स्वतन्त्र मिडियाहरू पनि गाउँ जान सकेन। त्यो बिचमा व्यापक भयो। अनि त्यसको सिकाइ जब शान्तिकाल भइसकेपछि पनि
अनि के भने मान्छे त बानी परिसकेको थियो, मान्छेले सिकिसकेका थियो, त्यो अभ्यासबाट अभ्यस्त भइसकेका थियो, त्यो छोड्नै सकेन क्या। त्यो छोड्न नसकिसकेपछि आम मानिसले के भने काम गरे भने ज्याला नपाउने, आफ्नो अनुकूल के भने एउटा ज्याला ल्याएर त्यो योजना ल्याउने मान्छेको घर गोमगढी हुने, योजना ल्याउने मान्छेको घर नेपालगञ्ज हुने, योजना ल्याउने मान्छेको घर काठमाडौँ हुने, उसैले अनि राम्रा किसिमको लुगा लाउने, उसैको छोरो राम्रा किसिमको स्कुलमा पढ्ने। त्यो किसिमको प्रवृत्ति भएर अलिकति निराशा हो। सुशासनको जुन किसिमको हामीले जे सोचेका थियौँ, संविधानले जे कल्पना गरेका थियौँ, जे किसिमले हुनुपर्थ्यो त्यो नभएकै हो, त्यो कुरा सत्य हो। तर के भने हिजोभन्दा केही हुँदै भएन भन्ने होइन। जस्तै तपाईँ एउटा विश्लेषक भइसकेपछि अबको मुगु जिल्ला कस्तो हुनुपर्छ र मुज त कस्तो देख्नु भएको छ, आगामी दिनमा अझै जनतामा यस्ता नकारात्मक कुराहरू नगर्न तपाईँले कसरी यसलाई लिनुहुन्छ? तपाईँ अब मैले मुगु जिल्लाको समष्टिगत मुख्य सेक्टर छुट्याएर भन्छु। तपाईँ के छ भने अब निकुञ्ज जस्तै छ नि, रारा राष्ट्रिय निकुञ्ज, यो अस्ति तपाईँले सुनिसक्नु भयो, कुलमान गुरुङ के अरे घिसिङले एउटा के अरे मान्छे रुख काट्नुभन्दा मान्छे काट्ने सजिलो छ भने हाम्रो कानुन त्यस्तो छ। अन्तर्राष्ट्रिय सन्धि अभिसन्धि दुनियाँले जेलिएको छ। अहिले पनि हामी त्यो सडक विभागले सर्वे पनि गरिसकेका छ। अब त्यो खतियारसँग जोड दियो भने त्यो बाटो करिब अनि के अरे हामी सबैसम्म त्यो के उषा हामी कर्णाली करिडोरसँग पनि टच हुन्छौँ, अनि बाजुरासँग पनि टच हुन्छौँ। त्यसले पर्यटनसँग सम्बन्ध राख्छ, त्यसको सेवा सुविधासँग त्यो छ। त्यो सबै जिल्लाकै पनि हो, यो सबैसँग एकदम बाटो त्यसले गर्दा यहाँको अलिकति खतियारसँग लिङ्क गर्न हामीले यो जिल्लाकै विकासमा एउटा इन्डिकेटरलाई अनि पुरा गर्न हामीले गाह्रो भएको छ। अब कामरङको पनि अब त्यो के अरे राष्ट्रिय त्यो त होला, राष्ट्रिय राजमार्ग पनि हो, त्यसलाई बजेट पनि अहिले अनि 30-32 करोडको बजेट हाराहारीमा छ। स्थानीय तहले पनि गरे, प्रदेशले पनि त्यो पनि जान्छ। अब सोरुको हकमा भइसकेको छ बाटो, कर्णाली करिडोरको उसले सोरुकोट हुँदै अनि पिपलमुडा बेली ब्रिज, गमगढीदेखि पिपलमुडा बेली ब्रिजसँग यहाँबाट 50 किलोमिटरमा हामी त्यहाँ पुग्न सक्छौँ। त्यसले गर्दा अलिकति हामीले त्यो टच गर्न सकिन्छ। धैनादेखि दोमुखदेखि गमगढीसम्म पनि त्यो पुल बन्यो भने दोमुख, त्यो पनि प्रदेश सरकारकै ठेक्का थियो भन्ने सुनेको छ। त्यो पनि ठेकेदारको लापरवाहीले वर्षौँदेखि अलपत्र छ। त्यो बन्यो भने यो पनि सहजीकरण होला। सडक मार्ग अब प्रत्येक वडामा पुगिसकेका छ, गाउँ पनि करिब पुगिसकेका छ, यो नगर क्षेत्रमा त सबै पनि पुगिसकेका, सोरु पनि पुगिसकेका छ, सबै पुगेको छ। भएका सडकहरूलाई स्तरोन्नति गरौँ। त्यसपछि सडकलाई यदि स्थानीय तहले होस्, चाहे प्रदेश सरकारले होस्, चाहे सङ्घीय सरकारले, सडक शिक्षा हामी किन सञ्चालन गर्न सक्दैनौँ? हामी अरब सडकमा बजेट छुट्याउने, बिचको ढुङ्गो फाल्नलाई सङ्घीय सरकार गुहार्नुपर्ने, अनि के अरे त्यो माछा पोखरी जस्तो बनाएको हुन्छ खाडल बनेर, गाडी कैयौँ त्यहाँ फसिरहेको हुन्छ, पाती पनि हामी नकाट्ने, सडकमा बिस्कुट सुकाउने, सडकमा ल्याएर कोही त के अरे खटिया ल्याएर सुतिया हुन्छ, सडकमै खाना पकाया हुन्छ। सडक त्यो हो। त्यो सडक गर्न हुँदैन भने हामीले एउटा अनि सङ्गिनी सुई प्रयोग गर्न त हामीले कत्रो प्रचार गरेका हुन्छौँ। सङ्गिनी सुईको फाइदा यो छ, यसरी प्रयोग गर्ने भन्छौँ भने एउटा तपाईँले लगाउने क्यापको पनि कम्पनीले कति प्रचार गर्छ, तपाईँले बजाउने सुन्ने मोबाइलको पनि कति प्रचार गर्छ, तपाईँको यो ल्यापटपको त कति प्रचार हुन्छ भने तपाईँ यत्रो सबैभन्दा बढी बजेट पूर्वाधारको सडकमा हुन्छ। सडकको हामी सडक शिक्षा नै छैन। त्यहाँ नजिकको मान्छे मेरो घर अगाडि सडक गइरहेको हुन्छ, त्यहाँनिर के अरे खाल्डो पढाइ हुन्छ, मैले मेरो घर अगाडि त खाल्डो मैले पुग्न सक्थेँ त, मेरो अगाडिको सिस्नु मैले काट्न सक्दैन, तर मैले के भने सरकारले काट्नु पर्ने। कम्तीमा त्यो चेतना भएन के। सबैभन्दा सडक भनेको सडकको लेन्थ बढाउने मात्र होइन क्या, सडकको चौडाइ बढाउने मात्र सडक होइन, सडकको यहाँ त लम्बाइ थप्ने मात्र काम भयो क्या। तपाईँको डोजर छ, स्थानीय तह त कस्तो केसम्म गऱ्यो भने जसको डोजर छ उसको चाहना अनुसारको हामी सडक डोजर सडक भयो क्या। सडक त आवश्यकता अनुसार सडक बनाउने नि, तपाईँले डोजर किनिदिने, तपाईँको डोजरलाई रोजगार दिनलाई हामी योजना बनाइदिनु पर्ने। त्यो सम्मका स्थानीय तहले गरेका छन्, गरेकै छन्। त्यो किसिमले पनि जनतामा एउटा वितिष्ठा भएको छ विकासमा। त्यो एकछिन है शिक्षामा गए, तपाईँको यो जिल्लामा त्यत्रो शैक्षिक संस्था आवश्यक छ, यत्रो शैक्षिक संस्था आवश्यक छ। मैले भने अघि माविको सङ्ख्या, अनि भाराकोट तपाईँको सेतीबाडा महाकाली माविको दूरी कति छ ल भन्नु त? अनि भाराकोट पनि मावि चाहिने, अनि महाकाली पनि मावि चाहिन्छ। तपाईँ चोइना पनि के अरे आधारभूत, त्यसपछि सेतीबाट पनि, त्यसलाई मज गर्न सक्दैन स्थानीय सरकारले। आज सोरुका पनि सबै त सोरुकोटको तपाईँको युवा के अरे सोरुकोटको युवा वर्ष आधारभूत विद्यालय अनि रुमाल आधारभूत विद्यालयको दूरी मुस्किलले 2 मिनट पनि छैन, 2 मिनटले पनि छैन। 2 अनि 36 मज गर्न सकिँदैन। तपाईँको जौलधारा र घताडी भन्ने छ त्यहाँ हाम्रै एक नम्बर वडामा, त्यसको मुस्किलको दूरी हिँडेर जाने भने 5 मिनट छ। 5 मिनटमा 2टा स्कुल आवश्यक छ। त्यो उदाहरण मात्रै भने
तपाईँको अहिले पनि काठमाडौँ जाने एउटा ताका खारी त त्यो विद्यालयमा टिचरै छैन। टिचर भने त्यो त स्टुडेन्टै छैन। त्यस्ता संस्था किन झुन्ड्याएर राखिरह? अनि किन हामी मज गर्न सक्दैन? हामी शिक्षामा यो आमूल परिवर्तन गर्छौँ। मज गर्नलाई त्यो शिक्षा स्थानीय तहलाई दिएको छ त अधिकार। अरू टाढा नजाउँ, खत्याडमा पनि होला, त्यो मैले गाउँ पनि हामी छिरिया छैनौँ। मैले भोगेका कुरा गरेँ। हामीले त्यो मज गर्न त स्थानीय सरकारले अधिकार दिएको छ नि। मज गरौँ, अनुदान पनि दिएछ, विद्यार्थी सङ्ख्या पनि पुग्छ, टिचर पनि पर्छ, पूर्वाधार पनि सजिलो हुन्छ। यो के मन्दिर हो? सबै मन्दिरैको पनि सङ्ख्या निश्चित हुन्छ। यहाँ त मन्दिरभन्दा पनि बढी पुरा जहाँ पनि उसका के भने तपाईँको अनि स्वास्थ्यमा जानु, तपाईँ 24वटा ऊ थियो पहिला, के अरे यो स्वास्थ्य चौकी, प्रत्येक गाविसमा एउटा स्वास्थ्य चौकी थियो। 24 नेपाल सरकारको रेकर्डमा पनि अहिले 24वटा स्वास्थ्य संस्थालाई आफ्नो रेकर्डमा राखेको छ। बाँकी सामुदायिक स्वास्थ्य र अनि के अरे आधारभूत स्वास्थ्य इकाइ भनेर प्रदेश र सङ्घबाट बेला बेला तपाईँको दिछ। कस्तो दियो? तपाईँको छोरो अयबा पास गर्यो त्यो स्वास्थ्य इकाइ, अनि क्या अर्काको छोरी अनि पास गर्यो त्यहाँ आधारभूत स्वास्थ्य इकाइ। त्यो आवश्यकता थियो त त्यो दिन उसको छोरो खपाउनलाई स्वास्थ्य इकाइ दिया हो। त्यो अर्का छोरी खपाउनलाई आधारभूत स्वास्थ्य इकाइ। आज त्यहाँ पुरै घाँस उम्रिया छ, त्यहाँ केही पनि छैन। 10 लाख सुरुमा पैसा त्यो भवन बनायो। अहिले त्यो स्थानीय तहलाई त्यो अनि सम्हाल्नै गाह्रो छ। स्थानीय तहलाई त्यो अनि उनीहरूको पारिश्रमिक बेहोर्न सक्दैन, त्यहाँको पूर्वाधार निर्माण गर्न सक्दैन, त्यहाँको लागि अनि औषधि व्यवस्था पनि गर्न सक्दैन। सबै ठाउँमा झुन्ड्याएर बसेका छ। सिटामोल कुनै नोमा सिटामोल फालाफाल छ, त्यहाँ सिटामोलसम्म नपाउने। ती के भने ती संस्था झुन्ड्याएर बसेका छ। त्यो अहिले उसको यहाँ नगर क्षेत्रको पनि त्यही हो, काठमाडौँको पनि त्यही हो, खत्याडको पनि त्यही होला, सोरुको पनि यी पनि त्यो छ। हामी नजाने स्वास्थ्य संस्था किन राख्नु पर्यो? एकदम यति जोडिहाल्ने। जस्तै त अघि तपाईँ शिक्षा कुरा गर्नुभयो, शिक्षाको महत्त्वका कुरा गर्नुभयो। यहाँको जस्तै नगरपालिकाको तपाईँले उदाहरण दिनुभयो, त्यो जस्तै सोरु गाउँपालिका तपाईँकै आफ्नै पालिकाको जो उदाहरण दिनुभयो। जस्तै मुगुम कारमो गाउँपालिका तपाईँ चाहिँ अब एउटा राष्ट्र सेवा कर्मचारी भइसकेपछि कारमो गाउँपालिकामा त्यो प्रशासकीय त कार्यभार सम्हाल्नु भयो, त्यसपछि सोरु गाउँपालिकाको प्रशासकीय कार्यभार सम्हाल्नु भयो। तपाईँ त्यहाँ एउटा आधिकारिक एउटा तपाईँ आफ्नो कार्यकारी भूमिका हुँदै पनि तपाईँले किन अझ जस्तै मर्ज गर्नु भन्नु, उति तपाईँले आफ्नो कार्य किन गर्नु भने त्यसै तपाईँ सुन्नु, कर्मचारी भने एक्जिक्युटिभ अधिकार हुँदैन, उसले कार्यान्वयन मात्र गर्ने हो। त्यो एक्जिक्युटिभ अधिकार भने त्यहाँको कार्यपालिकाले गर्ने हो, त्यो गाउँ सभाले गर्ने हो, सभाले गर्छ नि। सुन्नु न, त्यहाँ गर्दा पनि मैले उठाएर त भन्दैछु, तपाईँले यी स्वास्थ्य संस्थाहरू आवश्यक छैन, यी विद्यालयहरू मज गरौँ। यो के भने प्रशासनिक भार गर्छ। यो त क्या राज्यको व्ययभार बढाउने होइन नि, हाम्रो कर्तव्य नै व्ययभार घटाउने हो, राज्यलाई चुस्त दुरुस्त बनाउने हो। यस्तो छोटो सानो सङ्ख्यामा यति सङ्ख्याहरू चाहिन्छ। कुनै पनि संस्था इन्स्टिट्युसन बलियो भयो भने पो अनि देश विकास हुने हो। तपाईँको नचाहिने इन्स्टिट्युसनहरू बनाउने हो। यो त गर्नुपर्छ भने मैले उठाएँ, तर मेरो कर्मचारी केही लाग्दैन छ। मैले त्यो उठाएरै मैले बनाएँ। मैले यो जिल्ला भोगेकै तथ्याङ्क तपाईँले सुनाइरहेको छु, त्यो सुनाउन सकिनँ। त्यो के त्यो त त्यहाँको लागि पहिला त ऊ छैन, स्थानीयका बासिन्दा नै यो सहमत छैन। किन छैन थाहा छ तपाईँले? तथ्य अर्को भेटे, एउटा हेड सर हुन घट्दो रहेछ, विद्यालय घटाउँदा बित्तिकै हेड सरको पद जाने भयो। अनि अर्को विव्यास अध्यक्ष हुँदो रहेछ, विव्यास अध्यक्षको पद जाने भयो। खाजा आउँथ्यो त्यो केही होला, पूर्वाधार आउँथ्यो त्यो उपभोक्ता हुन पाइन्थ्यो होला। तपाईँको अरू टिचरलाई त अहिले पढ्ने भन्दा पनि पर हुनलाई त प्रतिस्पर्धा छ त। त्यहाँ पर भए तालिममा तपाईँले सहभागी गराउनुहुन्छ, पर त भत्ता त के न्यून छ, त्यो त क्यालकुलेसनै नगराउँ। अरू के भने निर्माणका काम छन्, त्यसमा के अरे खाता सञ्चालन गर्न पाइयो, त्यो सबैको स्वार्थ त्यो जोडियो त। त्यो अर्को मज गर्दा बित्तिकै त्यो एउटाको त अधिकार घट्छ त। त्यहाँ एउटा विव्यास अध्यक्षकै जागिरी खुस्किन्छ, एउटा परहकै जागिरी खुस्किन्छ। यो सबैले व्यवस्थापन गर्ने त्यो राजनीति त जोडिया छ, त्यो प्रतिनिधिसँग जोडिया हुन्छ, त्यो कुनै पार्टीसँग जोडिया हुन्छ। मैले कार्यान्वयन म तलबै दिँदैन, म यो मज नहुन्जेसम्म म कुनै गर्दैन भन्दाखेरि हामी एक्लो पर्नुपर्छ। एक्लो पर्या पनि हो, मैले त त्यो उठाउन थाकियो। यो किन चाहियो स्वास्थ्य चौकी? यो पुरै आवश्यकै छ नि। यो मन्दिर जस्ता ठाउँमा के राख्यो यो स्वास्थ्य चौकी भने त्यो पनि सकिँदैन। अब यो तपाईँले यो साना स्वास्थ्य चौकीको कुरा गर्नुभयो। ल यो जिल्लालाई अनि हाम्रो 50,000 जनसङ्ख्यामा कतिवटा हस्पिटल बनाउने हो? यो चल्न सक्छ? काठमाडौँको जनसङ्ख्या बस्ने 7-8 हजार जनसङ्ख्या 7-8-10 हजार होला। त्यहाँ बस्ने मुस्किलले अहिले त 3-4 हजार होला। त्यहाँ हामी 10 बनाउँदैछौँ, 26-22-24 जना दरबन्दी छैन। त्यसको तलबले कसले दिने, कसले व्यवस्थापन गर्छ त्यो थाहा छैन। ल काठमाडौँको छुट्टै भयो, सोरुमा त्यही किसिमको अनि हस्पिटल बनाउने थियो 10 बन्दैछ होइन, कहिले बन्ला। त्यसपछि गएर नगर क्षेत्रमा पनि बनाउँदैछन् भने नगर क्षेत्र अस्पताल बनाएछन् भन्छ। अनि खत्याडमा त 3वटा छ। तपाईँले त्यही प्रकृतिका 3वटा, एउटा छ तपाईँको
एउटा जिल्ला निर्वाचन क्षेत्रमा प्राथमिक स्वास्थ्य केन्द्र भन्ने थियो, त्यो पनि 8औं तहको डाक्टर हुन्छ, त्यही किसिमको इक्विपमेन्ट, त्यही किसिमको दरबन्दी, त्यही किसिमको जनशक्ति त्यहाँ दिया छ, त्यो पनि छ। अनि फेरि आधारभूत अनि किन चाहियो त्यहाँ, के अरे दसैँ हस्पिटल त्यहाँ बनायो। प्राइभेट सेक्टरबाट अहिलेभन्दा अगाडि तपाईँलाई कथा त भइसक्यो ओम हस्पिटल भनेर, त्यो पुरा तामझामका साथ त्यहाँ पनि हो कि मेला लाग्यो, त्यसपछि प्रवचन पनि भयो, त्यो पुरा दान उठाउने काम भयो, त्यो भवन बनाउने काम भयो, त्यसपछि गएर त्यो पनि त्यही स्तरको चल्यो भने है, चलाउनुहुन्छ होला विश्वास राखौँ, किनभने त्यो संस्था पनि दर्ता भइसक्यो, संरचना पनि बनिसकेको छ, इक्विपमेन्ट पनि आछ भन्ने कुरा छ। अनि त्यो चल्यो भने अनि खतेडका अनि मुस्किलले 17,000 जनसङ्ख्यालाई 10 चाहिएको 3वटा अस्पताल चाहिन्छ, आवश्यक छैन। 10 त्यो गर्नु भन्दा हामीले सडक सुधारेर अनि यो हस्पिटललाई जिल्ला अस्पताल हामीले सुधार्न सक्दैनौँ। तारापानी र जिल्ला अस्पतालको दूरी भने 22 किलोमिटर हो। हामी सडक गऱ्यो भने सुरुको सबै मान्छे अनि गम्बडी आएर यसको शैय्या विस्तार गरौँ न, यसको क्षमता विकास, यो जनशक्ति विकास गरौँ न। अनि कारबानको हकमा पनि अनि गर्न सक्दैन। हामीले भएकालाई इन्स्टिट्युसनलाई बलियो नबनाउने, भएकाले के अरे संस्थालाई सुधार नगर्ने, अनि थपिरहेको त्यसले गर्दा के हुन्छ, राज्य गरिब होइन के एक्लै के यो देश कङ्गाल बनाउने एउटैको भूमिका थियो त, के एकजना व्यक्तिले मात्र यो कङ्गाल बनायो त, सबै लागेर त यो कङ्गाल भयो। अनि व्यवहार बढाएछ, प्रशासनिक खर्च बढाएछ, अनि प्रशासनिक खर्च घटाउनुमा अनि एकै म लागेर नै छैन, प्रशासन घटाउनुमा त्यो कर्मचारी पनि सहमत छैन, त्यहाँको जनप्रतिनिधि सहमत छैन, त्यहाँको के भने पिपुल सहमत छैन। अनि हामीले सबै संस्थाहरू च्याउ छडे जस्तो गरेर संस्था छड्यो भने एउटा गरिब देशमा एउटा विकास अनि बनाउन सक्छौँ हामी, न त्यहाँ गुणस्तर दिन सक्छौँ, न राम्रो किसिमको अनि के अरे पूर्वाधार बनाउन सक्छौँ, न क्वान्टिटी न क्वान्टिटी हो। त्यो किसिमले क्वान्टिटी मात्रै थप्दै गएर हामी क्वालिटी पनि घट्यौँ, हामीले पाउने किसिमको अनि के अरे अनि आज सुविधै पनि केही पनि पाइएन, त्यो किसिमको गुनासो बढिरहेछ। हामी सबै गाउँमा वीर अस्पताल पुर्याउन सक्दैनौँ, त्यो नचाहिने आश्वासन पनि दिनु हुँदैन। यहाँ धेरैले त के भन्छन्, वीर अस्पताल 1947 सालमा स्थापना भयो वीर हस्पिटल, अहिले प्रत्येक तहमा स्थानीय तहले वीर हस्पिटल बनाउँछ, म वीर हस्पिटल दिन्छु अनि टिचिङ हस्पिटल दिन्छु भनेर हुन्छ। हामीसँग कति छ त, पहिला सङ्ख्या टाउको गर्ने हो नि, टाउकोले लिने सङ्ख्या। मैले पेट दुख्यो मेरो उपचार नै नेपाल काठमाडौँ हुन्छ, अधिकांशको उपचार त्यहीँ गर्छ, यहाँ हस्पिटलमै जाँदैन। केही मान्छे यहाँ हस्पिटलको सेवा लिने 30,000 मुस्किलले 30,000 32,000 हो। 32,000 40,000का लागि 3 हस्पिटल खत्याड, 1 हस्पिटल ठुलो, अनि अरू त स्वास्थ्यका छोडिदिए। त्यो मैले के भने MBBS डक्टर बस्ने कुरा गर्दैछु। सुरु 14,000का लागि सुरु, त्यसपछि गएर 7,000का लागि कारमरङ, अनि नगर क्षेत्रको लागि अनि त्यत्रो चाहिन्छ। यो कुरा गर्नलाई सबैले यो दृष्टिकोण सबैको साझा हुनु पर्यो नि। यो कुरा मिलाउने पोलिटिकल पार्टी सबै के भने कर्मचारी सबै हो यार, जिल्लाको लागि यो नयाँ ढङ्गले गरौँ। यो गर्नुभन्दा सबै स्वास्थ्य संस्थालाई मर्ज गरेर अलिकति स्ट्रङली बनाउने, त्यो କିଛି कसैको ध्यानै छैन। जो आए पनि के हुन्छ, स्वास्थ्य थप्नु विकास भयो नि, यो भएन अधुरो भएछ भएन, अनि त्यो भन्ने आलोचना गर्दै गइरहेछन् है। अब त्यो उसको भयो के अरे स्वास्थ्यको। अब अरू विकासहरू जस्तै सिँचाइका नाममा छ नि, सिँचाइका नाम खेती नै गर्दैन, सिँचाइका योजना ल्याइरह, सिँचाइ नभए ठाउँमा किन सिँचाइका योजना ल्याउनु पर्यो। पानीको यो जिल्लाभरि जहाँ माटोमा खने पनि पाइप मात्रै भेटिन्छ, त जहाँ तपाईँ खन्नुहोस् यार, तपाईँ खानी उत्खनन गर्न जस्तो यहाँ पाइप मात्रै उत्खनन गर्ने लाग्ने हो भने यो ठाउँ नै पाइँदैन। जसले पनि पानी पाइप बाँडेको छ, पाइपको संरक्षण छैन, मर्मसम्मारतिर कसैको ध्यानै छैन। मर्मसम्मारको लागि बजेट त्यत्रो खर्च गर्ने, हामी मर्मसम्मारतिर ध्यानै छ, नयाँ योजना थपिया छ। अब पानीको हेर्नु न, यहाँ यत्रो अब गमगढीमा पहिला व्यवस्थित थिएन, ADB 4 को प्रोजेक्ट ल्यायो यो पानी कति भने यो 56-57 पछिको हो यो, त्यो अनि झ्यारीबाट आइसक्यो। झ्यारीबाट पहिलो गमगढीमा ठुलो मात्रामा ठुलो स्केलमा पानी आएको, त्यसपछि निरन्तर त बजेट आएकै छ, पानी आएको छ, वर्ष पाइप बाँडेको छ, पाइपको हेर्नु न म्यानेज। यस्तो किसिमको नगर क्षेत्र पाइप त्यो हालत छ। अनि गाउँमा जानुहोस् त्यही छ, जहाँ खने यार हललाउने बेला पाइप भेटिन्छ कि बाँझो जग्गामा पाइप भेटिन्छ कि त अनि रुखा जरा मात्रै भेटिन्छ। त्यो किसिमको स्थिति खानेपानीको छ, सिँचाइको त्यो छ। अब हामीले यस्तो कार्य हुन नदिएर के गर्नुपर्छ तपाईँको? सबै सुधारिनु पर्यो नि, एकै सुधारिएर हुन्छ, एकै मैले बोलेर हुन्छ। सुधारिनलाई जो के भने तपाईँ कार्यालयहरू पनि पहिला त के सुधारिने के हुनु पर्यो भने हाम्रो पब्लिक नै ऊ छ के जो छ नि क्लाइन्ट भनौँ नि जुनको
सिँचाइका योजना माग्ने मान्छेले यो आवश्यक छैन सोचिदिनु पऱ्यो नि। त्यसले नमागे त अनि सिँचाइ कार्यालय तपाईँले योजना लिनुहोस् भनेर घर गरेर त दिने होइन नि। मैले के भने खानेपानी अरे मैले आफैले पनि लाज मान्नु पऱ्यो नि। यत्रो आइसक्यो यार पाइप, यति पटक मैले पानी त के मिनरल वाटर बाँड्ने पनि पुग्थ्यो होला जस्तो लाग्छ मलाई। बिडाउँ भए त्यो मिनरल वाटर बाँड्ने पनि राज्यलाई कम व्यवहार पर्छ। के योजना नाम नभन्नु अहिले धेरै चित्त दुख्छ है। त्यस्तो गरिकन अनि पुरा भइरहेछ। तिनले नमाग्यो भने त्यो त खानेपानीले तपाईँले पाइप चाहियो, तपाईँले खानेपानी चाहियो दिनै पर्छ भने जान्छ र ऊ जाँदैन नि। तपाईँले स्कुलमा नि तपाईँले हामीले मज गर्छौँ भने स्कुल मज गर्दैन कसले भन्छ? पहिलो तल्लो तहको भयो लेयरको, दोस्रो जो छ नि अब हामी त्यो अब त्यही तहबाटै इलेक्टेड भएर आएका जनप्रतिनिधिहरू हुन्छन्। होइन म त जेसुकै भयो भने यो राज्यको लागि म पनि के भने व्यवहार घटाउने, राज्यलाई सुशासन ल्याउने, पारदर्शी ल्याउने, राज्य अलिक क्वालिटीको राज्य बनाउनलाई मैले पनि अलिकति मेरो पनि कन्ट्रिब्युसन हुनुपर्छ। अरू जेसुकै होस् भन्ने पार्टी आफ्नो ठाउँमा होला, मतदाता आफ्नो ठाउँमा होला, उहाँहरूले पनि कन्भिन्स गर्ने। अनि यो दीर्घकालीन यो दिगो विकास चाहियो हो नि, त्यो किसिमको उहाँले स्ट्रङ भइदिने। कर्मचारीले पनि होइन यस्तो त गर्दै हुँदैन, कर्मचारी पनि सतर्क भइदियो भने त यो हुँदैन थियो नि। अनि सबैले के भने अनि माग दियो भने तपाईँले कार्यकर्ताले आज माग्यो एउटा स्कुल अनि हुन्छ भनेर एउटा के भने तपाईँको छोरो अनि इङ्ग्लिसमा अहिले फेसन फेरि के भए तपाईँले इङ्ग्लिस लिनु पास गर्नु भयो, तपाईँको छोरालाई इङ्ग्लिसको अनि के अरे कोटा स्थानीय तहबाट तपाईँले नियुक्ति गर्न, उसले विज्ञान ल्यायो भने अब तपाईँको विज्ञान त्यति घुमिरहेछ त्यसलाई अनि के अरे जागिर गर्नलाई विज्ञानको कोठा अनुदानमा तपाईँले सामाजिक ल्याएछ धेरै वर्ष चाहिँ ढुल्दै आएछ। अब सामाजिकको ठ्याक्कै उसलाई हेरेर त्यही किसिमको कहाँनिर पाएको पर्छ, कुन स्कुलमा पाएको पर्छ दरबन्दी दिने, नापेर अब त्यो कल्चर बस्दै गयो। त्योले कसरी गर्ने? एकैले सुधार भएर सबै सुधार हुनु पऱ्यो के। फेसबुक पोस्ट गर्नेदेखि फेसबुक पढ्नेसँगले सुधार भएपछि छ त्यहाँ पोस्ट मात्रै गरिदिने अनि पोस्ट पनि उग्रो गरिदिने, पढ्ने पनि सुधार हुनु पऱ्यो, पोस्ट गर्ने पनि सुधार हुनु पऱ्यो। त सुधार एकैले भएर छैन हेर्नु हो किन, तलदेखि माथिसम्म सबै संरचनामा सुधार आवश्यक छ। अहिलेको भने सुधार फेरि टुङ्गिने विषय पनि होइन नि, विकास शब्द टुङ्गिने विषय होइन, सुधार भन्ने शब्द टुङ्गिने विषय होइन, यो निरन्तर भइरहने हो। पहिलाभन्दा केही भावन छ, अहिले पनि के भने तपाईँहरू जो सुन्नु भएको छ नि यो आम निराशा मान्छेले केही पनि भएन भन्ने त्यो प्रति सबैले एकछिन तपाईँहरूले पनि चित दिनु पऱ्यो है। जेसुकै विचारका ल्यायो, जुनसुकै पार्टीको ल्यायो, जुनसुकै अनि तहले ल्यायो, राम्रो कुरालाई राम्रो भनिदिनु पऱ्यो नि। छँदै छैन यार। तपाईँले अस्ति अब एउटा तपाईँ के अरे एउटा मिडियामा पनि आएको थियो, मैले पनि आफैले पनि पोस्ट गरेको थियो, पिपलबाट बेलिब्रिजमा त्यो एउटा वृद्ध मान्छे सायद सोरु गाउँपालिकै ज्येष्ठ नागरिक हो उहाँ हुनुहुन्छ। उहाँको पालामा के भने त्यो नदी पार गर्नलाई पुरा ट्विन चढेर जानुपर्ने, डुङ्गा चढेर जानुपर्ने, यति दुःख कष्ट बेहोरेको मान्छे उहाँले त्यत्रो आफ्नो जीवनकालमै त्यत्रो पुल बनेको थियो, उहाँले यति श्रद्धापूर्वक उहाँले त्यो आँसु झार्नु भयो त्यो पुलमाथि मैले यस्तै चढ्न पाएँ भने त्यो। तर त्यो पुस्ता त्यति खुसी छ, तर अहिलेको पुस्ता त्यो पुलप्रति कुनै मोह पनि छैन। उसले त्यो नट फुस्के पनि उसले बनाउन जान्दैन। त्यो पुलमा माथि गाडी गुड्यो र त्यहाँ रोकियो भने किन रोक्यो त्योसम्म भन्छ, त्यो पुललाई कसरी सम्हार गर्ने त्योसम्म भन्दैन। त्यो पुस्ताको मान्छेले अहिले गम्बडीसम्म गाडीमा चढाएर आयो भने उसले त्यो गाडीले दिनभरि सोरकोटबाट गम्बडी पुग्नलाई 3 घन्टाको सरदर अनि समय लाग्यो भने उसले दिनभरि बिहान 6 बजेबाट बेलुका 6 बजेसम्म यहाँ पुर्याइदिए पनि खुसी छ। ओहो म त हिँड्नु पर्थ्यो, मेरा जुत्ता फाट्थ्यो, म त यति मेरो शरीर थाक्थ्यो, मेरा कपडा फाट्थ्यो, मेरो काँध खिन्थ्यो झोला बोक्नाले, म त कस्तो गाडीमा चढेर गम्बडी पुगेँ, यस्तो युग आयो भने त्यो पुस्ता बहुत खुसी छ। त्यो 60 वर्ष भयो, 50 वर्ष भयो। अहिलेको त्यही मान्छे 20 वर्ष 40 वर्ष मुनिको जो छ नि त्यसले देखाएको छैन, त्यसले भोगेको छैन नि, त्यसले गोठो सुत्याएको छैन त, त्यसले अनि ओडारमा सुत्याएको त छैन नि, त्यसले अनि भोकै हिँडेको छैन, त्यसले रोटी ल्याएर तताएर खाएको छैन बाटोमा, त्यसले भोकै हिँडेको छैन, त्यसले त के भने गाडी किन दिनुभयो? उसले त झगडा गर्नु पो लाग्छ त्यो ड्राइभरसँग, खलासीसँग झगडा गर्नु छ कि ड्राइभरसँग सकभर त बिचमा त्यहाँ कुटापिटै हुन्छ, 2-3 घन्टा ढिलो किन गरिया भनेर। सो अनि त धैर्यता गर्ने धैर्यता त छँदै छैन उसलाई, फटाफट चाहियो। त्यो के भने यो एकछिन पनि उसलाई के भने मिडियामा जसरी आउँछ नि तपाईँले मैले यो भन्नलाई मैले कति अनि के अरे सोचेँ होला, उसलाई सुन्नलाई त जति रिले भइरहने उसलाई त्यति चाहियो क्या फास्ट हो। यो छ हेर्नु, योमा पनि हामी परिवर्तन हुनु। अहिले पनि विशेष गरी यो अहिलेको पुस्ता छ नि जसले यो हिजो नदेखेको पुस्ता के, हिजोलाई नुनको लागि लाइन लागेको देखाएको छैन, खाद्यको चामलको लागि लाइन लागेको देखाएको छैन, उसले हिँडेर आउनु पर्थ्यो भन्ने थाहा छैन उसलाई, हिजो तालचामा कुनै एयरपोर्ट थिएन भन्ने उसलाई थाहा छैन, डोकोमा बिरामी बोक्नु पर्थ्यो भन्ने उसलाई थाहा छैन, चिन्नमा पानी ल्याएर खानुपर्छ भन्ने थाहा थिएन।
त्यो पुस्तालाई तपाईँले पनि सम्झाइदिनु पर्यो नि। हामी हिजो पुस्ता हामीले त सबै ड्यामेज त्यसले हिस्ट्री नै पढाएको छैन। नेपालको अनि कसरी डेभलप भयो, नेपाल कसरी एकीकरण भयो, नेपालको सीमा नेपालमा अनि यो देश बनाउनलाई कसको कन्ट्रिब्युसन छ, यो व्यवस्था ल्याउनलाई कोले लड्यो, कति वर्ष जेल, उसले जेलको अर्थै छैन। जो यो जेल कति थुनिए, कति यो जेलकै आफ्नो व्यक्तिगत स्वार्थको लागि कोही थुनिए थिएन नि। अब उहाँहरूको छैन त्यो। कम्तीमा त्यो अहिलेका नवयुवाहरू जो हुनुहुन्छ नि, जो युवाहरू के भने उहाँको विचारले युवा, सृजनाले युवा, सिपले युवा, यो के भने मोसल पर्ने मासुले युवा भन्नेवाला छैन। उहाँले के भने त्यो विकास फटाफट त्यो सम्भव कहीँ पनि छैन, युरोपमा पनि छैन, अमेरिकामा पनि छैन। यो अहिले पनि भने 40 सालको काठमाडौँभन्दा अहिलेको मुगु एडभान्स छ। त्योको तथ्याङ्कले भने मैले भन्नु पर्दैन। हजुर, जस्तै यो सँगसँगै अब चाहिँ तपाईँको अहिले जस्तो तपाईँ धेरै कुरा गर्नुभयो यहाँको, जस्तै वस्तुस्थिति बुझेर यहाँ तपाईँ कुरा भएको छ। तपाईँको जुन एकदमै तल्लो तहमा पुगेर त जुन तपाईँ आफ्नो भए जिल्ला भएका जुन तपाईँ कुरा गर्नुभयो, अब चाहिँ यो प्रशासनिक क्षेत्रमा तपाईँको सुधार गर्नुपर्ने, सुशासनमा कायम गर्न सबैभन्दा राम्रो पक्ष के हुनसक्छ तपाईँको विचारमा चाहिँ? यहाँ हेर्नु है, म आफै पनि 28 वर्ष निजामती क्षेत्रमा निरन्तर कन्टिन्यू छु। अब यो कहिल्यै पनि नसुधारिने भने कर्मचारी है, यो जस्तो म त यदि विरोध गर्नुपर्ने भने यो जस्तो अल्छी, यो जस्तो कामचोर, यो जस्तो स्वार्थी, यो जस्तो अनि के अरे छेपारे कोही पनि म यो संसारमै देखाए पनि छैन। म आफै पनि त्यो पदमा लामो अवधि बसेर पनि काम गरेँ, अहिले पनि गर्दैछु। उनीहरूले व्यवस्था परिवर्तन हुँदा बित्तिकै अब हिजोको जे थियो त्यो बिर्सेर नयाँतिर टाँसिहाल्छ। नयाँ त्यो परिवर्तनको जो माहौल छ नि त्यसलाई परिवर्तनै हुन नदिने, त्यही पनि बेरियर गरिदिने। अनि भएको सेवा सुविधा जो छ नि, सर्भिस डेलिभरी, मान्छेले के भने छिटो छरितो सर्भिस डेलिभरी हुन्छ नि, त्यसलाई पनि बेरियर गर्ने। त्यसपछि गएर यो जहिले पनि यो प्रतिवेदन छन् क्या तपाईँको यो प्रशासन सुधार हुनुपर्छ भनेर, त्यो हरेक प्रतिवेदनमा के भनेको छ भने राइट साइजिङ हुनुपर्छ, राइट म्यान राइट प्लेस हुनुपर्छ भनेको छ, त्यसलाई पनि कार्यान्वयन गर्दैन। त अनि कहाँ सरुवा राम्रा चाहिएको छ, कहाँ अनि के अरे अनि कुन अफिसमा सेवा सुविधा पाइन्छ ती अफिसमा त ताकिया छ, कुन पार्टीसँग लागेर मेरो फाइदा हुने हो त्योतिर मात्रै ध्यान छ। अब यो हुनाले कर्मचारीका कारणले पनि धेरै भएको छ। अब यो के भने कर्मचारी सुधारिनु पनि सकेन, सुधारिनु पनि पर्थ्यो, जनआकाङ्क्षा अनुसार चल्नु पनि पर्थ्यो। त्यो पनि के भने त्यो यो छुट्टै अङ्ग त होइन नि, यो पनि के भने त्यही समाजको प्रतिनिधि हो, त्यही घरकै प्रतिनिधि हो, यही राज्यको प्रतिनिधि हो। तर जसरी गर्नु पर्थ्यो कर्मचारीले त्यो गरेका छन्। यहाँ भन्दा पनि सिंहदरबारदेखि लिएर तलसम्म रोक्छ यो। यहाँ तल गाउँदेखि तपाईँ गाउँपालिकाकोदेखि लिएर सिंहदरबारसम्म समान प्रतिनिधिको रोल छ। आफ्नो अनुकूल चाहियो भने त्यो कानुनलाई जसरी पनि व्याख्या गर्ने के। अब तपाईँले सुनिसक्नु भयो होला, अस्ति एउटा निजामती सियानमा कुलिङ पिरियडको थियो, त्यो राम्रो उद्देश्यका साथ आएको थियो क्या। सबै कर्मचारीको साथ पनि थियो, राजनीतिक वृत्तले पनि साथ दिएको, राजनीतिक वृत्तले उठाएको कुरा हो नि। कुनै पनि कर्मचारीले जिन्दगीभरि जागिरी खाइसकेपछि अब जागिरी छोडेर 2 वर्षसम्म पनि कुनै पनि राजनीतिक एपोइन्टमेन्ट, त्यसपछि गएर यो के अरे अनि प्रशासनिक एपोइन्टमेन्ट अरू कुनै लाभका पदहरूमा नजाओस्, अनि 2 वर्षसम्म त्यसले बसो, अनि के अरे अलि रेस्ट गरोस् भन्ने प्रायरका साथ ल्याइयो। तर त्यसलाई के भने त्यहाँका सचिवहरूले हुल बाँधेर, मुख्य सचिवले आफैले नेतृत्व गरेर सभामुखलाई अनि डेलिगेसन, प्रधानमन्त्रीलाई डेलिगेसन, पार्टीका ठुल्ठुला अनि के उसलाई लिडरहरूलाई डेलिगेसन गरेर अनि त्यो के बिचमा घुसाइसकेपछि राज्य विकास समितिको सभापतिको राजीनामै मागियो। अनि त्यो अहिले ऐन पनि कोमामा गयो, त्यो ऐन त अहिले जिरोमा झऱ्यो। त्यो जति संसदले उपलब्धि गरे, त्यति ठुलो लगानी, त्यति साधन स्रोत प्रयोग गरेर, त्यति समय प्रयोग गरेर बनाएको ऐनलाई आज संसद विघटन भएपछि त्यो ऐन त अब छैन। अब कि यही संसद इस्ट्याब्लिस भयो भने त्यो आफ्नो ठाउँमा होला। यो संसद इस्ट्याब्लिस नहुन्जेलसम्म त त्यो फेरि जिरोबाट अर्को संसदले जिरोबाट ल्याउँछ, त्यो उपलब्धिलाई पनि बनायो। कर्मचारीले आफ्ना पक्षमा कर्मचारीको ऐन कर्मचारीले नै अनि के अरे खाइदियो। यो त राजनीतिले खायो त, अरू त भन्थ्यो राजनीतिले मलाई के गर्यो, त्यही कर्मचारी भन्छ। जो राजनीति झोला बोक्दा नि उसैले भाडा हाल्छ, उसैले बेलुका खाएको बिल तिर्छ, उसैले अनि के अरे गर्छ, उही अनि राजनीति के दियो भन्छ। उही पार्टीले के अरे नियुक्ति गरेका छ, उही पार्टीले सरुवा गरिदिएको छ, उसलाई के अरे राम्रो अफिस गरिदिएन सरुवा भनेपछि अनि त्यो पार्टी विरोध भएर खुङखार विरोध गरे, नेता हेरौँला त अब चुनावमा त आउला, अब यहाँ त्यो अब चुन्दा पनि दिँदैन, अब चुनावमा आला फेरि उम्मेदवार हुन तयार त। जागिरी पनि एक गोजाउँदो छ, अर्को गोजाउँदो के भने उम्मेदवारी तयार, त्यसपछि अब हुने हो।
त्यो मान्छेले के भन्ला यो कारणले पनि के हो भने त्यो नैतिकता प्रश्न पनि होला, त्यो सम्बन्धित साथीहरूले पनि बुझ्नुपर्ने हो। कर्मचारीप्रति आम निराशा, कर्मचारी के भने राज्यका सबै कुराहरू इम्प्लिमेन्ट गर्ने त कर्मचारीले हो नि, कर्मचारीले इम्प्लिमेन्ट गरिदिने, गलत ढङ्गबाट गरिदिने, गर्दै नगर्ने। एउटा त के छ भने गर्दै नगर्ने, एउटा गऱ्यो भने गलत ढङ्गबाट गरिदिने के, अनि गर्नै पर्यो भने त्यो कति समय लगाएर हुन्छ, त्यसमा के स्रोत पाउने हो, के फाइदा छ, अनि त्यो हेरेर मात्रै गर्ने। कर्मचारीले त देशको फाइदा हेर्ने हो, समाजको फाइदा हेर्ने हो, त्यो नागरिकको फाइदा हेर्ने हो नि। त्यो किसिमले पनि कर्मचारीप्रति पनि वितृष्णा छ। अहिले पनि हामीले जतिसुकै अनि उहाँहरूका पक्षमा पनि सुशासनका कला सबैभन्दा बढी कर्मचारी लिया हुन्छ। कर्मचारीले के गर्नै पर्दैन, लोकसेवाको सहसचिवले यति राम्रो आर्टिकल लेखेर यति राम्रा के अरे क्वेसनहरूको के अरे एन्सर दिएर नै पास भयो होला नि सहसचिव, उपसचिव त्यही हो, शाखा अधिकृत त्यही हो, जो ट्यालेन्ट राम्रो क्वेसन उत्तर लेखेरै दिया। धेरै अनि के अरे परीक्षामा यही सुशासनको कुरा काहीँ न काहीँ जोडिरहेको हुन्छ, नयाँ नयाँ टपिक्स दिएर अनि उत्तर दिएर पास हुन्छ। त्यही मान्छे अफिस आएर कार्यान्वयन गर्दैन, उसले सोच्छ जाँच कि ओहो यो देश बनाउन त कर्मचारीले यत्रो आइडियाका साथ यत्रो भ्यू दिया छ, यो आइडियाका साथ नयाँ नयाँ दृष्टिकोण पेश गरेका छ, यो कर्मचारी देशको लागि फिट हुन्छ भनेर जाँचेकीले नम्बर दिन्छ, पास हुन्छ। जब पास भएको शपथ ग्रहण गरेपछि नियुक्ति पाएको पछि जब पदस्थापना, अनि त्यसपछि जालजेल सुरु, अनि के छ, अनि त्यो पढ्या किताब सिताब सब बिर्सिने। यो चलनले पनि बिग्रियो, यो हुनु हुँदैन थियो। यो स्थायी सरकार पनि हो, स्थायी सरकार कुनै कुनै आस्था विचारसँग यो त्यो नजिक हुनु केही अनौठो कुरा पनि होइन। यो हामी पनि छौँ, हुनु पनि पर्छ, तर के भने नागरिकको काम गर्दाखेरि आस्था विचार त्यो त्यागेर होइन, राज्यलाई पहिलो दृष्टिमा राखेर, देशलाई पहिलो दृष्टिमा राखेर गर्नु पर्थ्यो। त्यो गरे देखिँदैन हेर्नु। अब कानुनको पालना गर्ने भन्छन्, अब कानुनको पालना, अब आफू भन्दाखेरि कानुनको पालना भन्ने, त्यो कानुनको पालना फेरि के भने त्यो आफ्नो लागि मात्रै छ, त्यो अरूका लागि छैन। कानुनको पालन पनि दुरुपयोग के भने गलत ढङ्गबाट व्याख्या भएको छ। हजुर, जस्तै अब त्यो सँगसँगै अब यहाँको जस्तो हजुरले भन्नुभयो जस्तो अब कतिपय प्रशासन क्षेत्रमा तपाईँको जो काम कारबाही गर्ने अब जो विकास योजनाहरू जुन गर्ने मेन यसमा चाहिँ अलि घटनाक्रम चाहिँ कर्मचारी तन्त्र देखियो भने छ। अब यस्ता घटना कर्मचारी कस्तो रणनीति अपाउनुपर्छ र अब मेन जस्तै मान्छे भनाइ के छ भने चाहिँ अब बढी मात्र नेता नै दोष दिइरहेको हुन्छ, नेताले गर्दा भएन कर्मचारी काम गर्छ भन्ने चाहिँ नागरिकमा जुन गुनासो छ नि, यो गुनाको त हजुर कसले लिनुहुन्छ? होइन नि, यो के छ भने दुइटैको समान। मैले त अब यो लामो अवधिको अनुभव गरे, यो के भने नेताको आफै कार्यकारी अधिकार भए पनि नेताले आफै त्यो के भने सबै कुरा योजनाको सम्झौतामा उसको अधिकार छैन, अनि के चेक इस्यु गर्नेमा उसको अधिकार छैन। त्यो उसले के भने कार्यकारी त्यो नीतिगत निर्णय मात्र गर्ने हो क्या, राजनीतिक तहले गर्ने पनि त्यो चाहे स्थानीय तह होस् चाहे त्यो माथिल्लो क्याबिनेटमा होस्, सबै गर्ने हो। सबै त्यसलाई के भने कार्यकारी रूपमा ढाल्ने, त्यसलाई सबै त्यो सेवा प्रवाहमा सबैले पहिलो जोडिने भनेको कर्मचारी हो। तर कर्मचारीले के गर्न लाग्यो भने कर्मचारी आफ्नो अनुकूलको भयो भने सिधा सजिलै ढङ्गबाट प्रवाह हुन लाग्यो। आफ्नो अनुकूलको भएन भने त्यसलाई विभिन्न जालजेल विभिन्न केसम्म गरिन्छ भने तपाईँलाई दुःख दिनु छ भने भए नभएका नजिरहरू ल्याउने, त्यो भए नभएका कानुनहरू, त्यो कानुनको त जङ्गल छ नि नेपालमा। एक कानुन एउटा प्रसङ्गमा परेको हुन्छ, अर्को कानुन अर्को प्रसङ्गमा परेको हुन्छ। त्यो सबै कानुन ल्याएर त्यो कानुनको जङ्गल देखाइदिने। पहिला यो कानुनमा त यो भनेको छ हजुर, यो कानुनमा यो भनेको छ, त्यो राजनीतिक व्यक्तिलाई फनफनी घुमाइदिने। उसले त त्यो कानुन पढेर त आएको छैन, कानुन पढेर मत मागिए पनि होइन। म त हजुर तपाईँले मत दिनुहोस्, म यो कानुनको एलएलबी गर्नेछु भने त उसले इलेक्टेड पनि भएको होइन। ऊ फनफनी घुमायो, अनि यो दफाले यो भन्छ हजुर, यो दफाले यो भन्छ भनेर अख्तियारको उसले यस्तो अनि परिपत्र छ, अनि अदालतको नजिर यो छ भनेर फनफनी घुमाइदिने। अनि त्यसले गर्दा एउटा सामान्य हुने कामको पनि रिजल्ट निस्किने, अनि मान्छेमा त्यो लामो त्यो बिचमा समयको लामो ग्यापले त्यसले लागत पनि बढाइदिने, मान्छेलाई तनाव सिर्जना गराइदिने, मान्छेमा निराशा आउने। अनि के भने त्यो नेताको पछि लागि कोही त नेतै गलतै हुन्छन् भन्ने पनि छैन नि, त्यो नागरिकसँग जोडिएको प्रतिनिधिको काम पनि हुन्छ नि। नागरिक र के अरे त्यो प्रतिनिधिको बिचमा पनि के अरे कन्फ्लिक्ट सिर्जना गराइदिने, त्यो पनि छ, हेर्नु भएकै छ, भोगिएकै छ। तर त्यो किसिमको यो प्रशासन र संयन्त्र योसम्म रन्जेलसम्म हामीले सोचेको देश, हामीले सोचेको संयन्त्र, सोचेको प्रशासन, सोचेको प्रगति सम्भव छैन। हेर्नु जसले पनि भन्छ कि भन्दाखेरि के भने ओहो यहाँ अब यो अस्ति भर्खरै भयो नि, अब यो अहिले भदौ 23 पछिको जुन किसिमको घटना विकास भयो नि,
अब त्यो भावना चरित्रप्रति हामी पुरै असहमत हो होइन। जलाउने त्यो जलाउने, ध्वंस गर्ने, लुट्ने, कैदी फरार गर्ने त्यो त के अपराधी कामप्रति त हाम्रो कुनै पनि सहमत छैन। कर्मचारीले गर्ने कुरा पनि छैन, गर्नु पनि हुँदैन है। अब त्यो पछि जुन किसिमको हुनु पर्थ्यो नि, मान्छे अझै पनि चेन्ज छैन के। तपाईँको प्रत्येक कार्यालयमा जानुहोस्, तपाईँको किनभने सबै सेवा प्रवाह गर्ने तल्लो तहभन्दा स्थानीय तह हुनु, स्थानीय तहमा अझै सुधारिया छैन। सुधारिनु पर्ने ठाउँमा सुधारिया छैन भने त्यो त मूल हो नि। तपाईँको स्थानीय तह भने त मूल हो नि, त्यसपछि गएर सर्दै गएर माथिल्लो अरू कुरा हो नि। हामी जरा त तल छ नि। तपाईँको त केसम्म गर्नलाई भने जस्तै सिंहदरबारमा जुनसुकै त्यो के अरे जे काठमाडौँमा देखियो नि अराजक गतिविधिहरू, तपाईँको अमुक कुनै गाउँपालिकामा सेवा प्रवाह नपाएको कारणले ऊ त्यो रिसले सिंहदरबार जलाए भन्छ के। अनि केही के अरे यहाँ कुनै अमुक स्थानीय तहले ऊ तडपिएको कारणले उसले अनि अर्कोको गाडीको के अरे ध्वंस बचाइदिएछ। त्यो किसिमले है ती के अहिले जुन किसिमको असन्तुष्टिका एउटैले असन्तुष्टि सिर्जना गराए होइन नि। यो असन्तुष्टि थुप्रिँदै यो असन्तुष्टि बढ्दै चुलिएको है। यो गराउन पनि स्थानीय तहहरूले अब यो घटाउनु पनि सक्थ्यो। अहिले पनि स्थानीय तहसँग यो भने नि धेरै ठुलो अपेक्षा होइन कि स्थानीय तहले ठुलै हाइड्रो बनाइदियो भन्ने पनि होइन। धेरै जनताको अपेक्षा सबैमा के अरे यो उसको एयरपोर्ट बनाइदियो भन्ने पनि छैन। ठुल्ठुला प्रोजेक्टहरू ल्याऊ भन्ने पनि छैन। त्यो कार्यक्षेत्रभित्र पनि पर्दैन। उहाँहरूलाई के भने सामान्यतः उनलाई चाहिएका सिफारिस सानातिना अनि के अरे मर्म सम्मारहरू, त्यसपछि गएको बजेटहरू होइन सबै काम गरेको सबै उपभोक्ताले पारदर्शी ढङ्गबाट पाइदियो भने आफ्नो के त्यो सामान्य बिरामी भयो भने सामान्य उपचार खर्च पाइदियो भने सामान्य कोही के भने पढ्नै नपाएर अनि वञ्चित भएका हुन्छ। जस्तो लोकसेवा सरकारी त 10 क्लाससम्म त सबै ठाउँमै फ्री नै छ, क्याम्पस पनि करिब फ्री नै भनौँ। त्यो केही पनि त्यो लो कस्टमा छ नि। हामी लोकसेवा जति छ नि सरकारी सेवामा घुस्न चाहने अनि त्यो उहाँहरूले है त्यसपछि कोचिङ क्लासमा अनि सहयोग गरिदिने, उहाँहरूलाई त्यसपछि अभिमुखीकरण गरिदिने, वैदेशिक रोजगारमा जानलाई पनि हो किन यस्ता म्यान पावर कम्पनी यस्ता देशमा यस्तो अवसरहरू छ भनेर उनलाई सूचनाहरू हो किन प्रवाह गरिदिने, मान्छे वैदेशिक रोजगारमा पनि नठगियोस्। त्यो पनि त स्थानीय तहमा छ नि सबै त, तर त्यो हामी प्रयोगमै छैन। ती किसिमका साना त्यो धेरै ठुलो अपेक्षा गर्दैन कि स्थानीय तहबाट मान्छेले ठुलै अपेक्षा पनि राखेका छैन कि राख्नु पनि हुँदैन के। तर सानातिना काम त गर्न सक्छ नि, सानातिना कामै नगरिदिने। त्यस्ता काम गरिदियो भने त्यो पनि मान्छेले के भने द्वन्द्व व्यवस्थापन हुने, मान्छेको के भने असन्तुष्टिहरू व्यवस्थापन गर्ने, सबैले व्यवस्थापन गरिदिनु। एउटै कुनै अमुक राजनीतिक दलले मात्रै गर्ने होइन नि। यहाँ त के छ भने फलानाले गर्दा प्रधानमन्त्री भएर यो बिग्रियो, त्यो उसले फलाना प्रधानमन्त्री बिगार्यो हो र, फलानुले मन्त्रीले बिगार्यो, फलानी एकै मन्त्रीले बिगार्यो, एकै दलले बिगार्यो हो र। त्यो त सबै छैन नि। अनि त्यसै त अनि बनाइदिने अनि प्रत्येकलाई के हो भने तल्लो नागरिकसम्म तल्लो प्रत्येक आफ्नो अभिभावकले जस्तै शिक्षकले यो त जस्तै फेसबुकहरू जो हामीले सामाजिक सञ्जालको कुरा हेऱ्यौँ, हामी 10 क्लाससम्म जो माध्यमिक तहसम्म छौँ त्यहाँका सरहरूले सामाजिक सञ्जालको महत्त्व, सामाजिक अनि के अरे साइबर क्राइम भनेको यो, अनि यसका फाइदा बेफाइदाहरू यो हुन्, अनि यस्तो विकास हुने कम्तीमा सोसियल मिडियामा आएका सबै कुरा सत्य हुँदैनन्, अफवाह पनि हुन्छन्। यसले गर्दा अनि समाजलाई विग्रह ल्याउने, यसले गर्दा समाजलाई द्वन्द्व ल्याइरहेछ, यसले मान्छेलाई विग्रह ल्याइरहेछ। यस्ता कुराहरू पनि उहाँले होइन क्लासमा भनिदियो भने त्यो तहका मान्छेहरू पनि अहिले विद्यार्थीले के भने पढ्न छोडेर सबै मोबाइल हेरिरह, चाहे 5 क्लासको होस् चाहे 10 क्लासको होस्, कम्तीमा भनिदियो भने पनि ओहो रहेछ सरहरूले त्यो भन्नु, त्यो भनिदिने मान्छे छैन। अहिले त जे हेऱ्यो त्यही अनि धारणा बनाइदिएछ। एउटा मान्छे कारागारबाट छुटिया मान्छेलाई ठुलो विजय उत्सव मनाइरहेको न, त्यो कुनै जितिया पनि जित्ला नि त्यो आफ्नै ठाउँमा। कारागारमा थुनिएका सबै अनि के अरे अभियुक्तहरू सबै अनि के अरे दोषी हुन् भन्ने होइन नि, पूर्वपक्षको लागि थुनिया हुन्छ, कोही के अरे अनुसन्धानको क्रममा होलान्। अब चुनावमा आएर आमामा त्यो त अनि मान्छेमा धारणा के बनायो भने हामी यस्ता निर्दोष मान्छे यस्ता राम्रा मान्छेलाई पनि राज्य थुन्दो रहेछ, पुलिसले थुन्दो रहेछ, प्रशासनले थुन्ने रहेछ, फलानु पार्टीले थुन्दो रहेछ, फलाना प्रधानमन्त्रीको कारणले थुनिया रहेछ, फलाना दलका पारण छुने, अनि मान्छेमा त्यत्रो वितृष्णा छ। त्यही हामीले बुझाउन सकेका छैनौँ। अब यो के अरे अभियुक्त भने यो अपराधी भने यो अनि के अरे जमानत धरौटी भने यो अनि के अरे अनि फैसला भने यो फैसला हुन बाँकी छ, अनि यो त अहिले के अरे जमानतमा यो ढिया भयो, त्यस्ता कुनै अब त्यो मान्छेको नाम नभनौँ, त्यस्तो किसिम हामी हर्षमा त्यस्ता कुराहरू पनि हामीले भन्न सकेकै छैनौँ। गलतलाई चिन्नै सकेर त्यसको गलतको जस्टिफाई छैन कुनै पनि, भन्दै नभन्ने नै। हजुर, अब विशेष अब हजुर म राजनीतिक प्रसङ्गतिर जान्छु। म अन्य भन्दा पनि हाम्रो यो मुगु जिल्लाको राजनीतिक परिवेशले हेर्दा मान्छे धेरै घटनाक्रम अध्यक्ष भएको छ। यहाँको राजनीतिक
अब चाहिँ तपाईँ एउटा विश्लेषक भएको हैसियतले चाहिँ मुगुको राजनीति कस्तो हुनुपर्छ र कस्तो मोडमा जानुपर्छ, यसले गर्दा मुगुमा कस्तो मुहार फेर्छ जस्तो लाग्छ? अब के छ भने हेर्नु, राजनीतिमा जसले जे भने पनि अहिले यहाँ फेसन के आएछ भने पुरानाले केही पनि गरे न, नयाँ पुरानाले गरेर नयाँले बोल्न पायो भने के यो कुरा त फेरि धेर होस् क्या सबैले। पुरानाले यो तपाईँलाई के जानकारी दिउँ भने 56 सालतिर पहिलोपटक मोबाइल आयो नेपालमा के, त्यति बेला सचिव र मन्त्रीले मात्र प्रयोग गर्थ्यो। इन्कमिङ र आउटगोइङको दुइटैको शुल्क लाग्थ्यो के। तपाईँको रिसिभ गर्ने पनि पैसा तिर्नु पर्थ्यो, अनि कुरा गर्ने उताबाट पनि पैसा तिर्नु पर्थ्यो। त्योबाट हामी गर्दा त्यो पुस्ताले त्यो लाइसेन्स दियो, त्यो गर्दै अहिले हामी डिजिटल युगतिर आयौँ। त्यही पुस्ताकै त्यही दल ती पुरानाकै योगदान हो। त्यो पुरानाले 46 सालमा आन्दोलन नगरे भए त्यो के अरे अनि हामी 55 सालमा यो मोबाइल देख्न पाइँदैन थियो। त्यही पुस्ताले त्यत्रो बलिदानी गएर 63-62 त्यो गरे हामी ठुलो एउटा व्यवस्थै परिवर्तन गऱ्यौँ हो किन, एउटा राजतन्त्र अर्को व्यवस्थातिर हामी ढल्क्यौँ। कतिको त्यो नल्याएको भए यो सबैका भएका सबै परिवर्तनहरू जे छ नि, अलि समावेशीको कुरा छ, जेसुकै हामीले जहाँ पनि हो किन, यो विकासका अब मध्य पहाडी लोकमार्गको कुरा किन, यो पूर्व मेची महाकाली राजमार्गको स्तरोन्नतिको कुरा भयो, ठुल्ठुला माइक्रो हाइड्रोको कुराहरू भयो, ठुल्ठुला मेगा प्रोजेक्टहरू छन् नि। त्यस्तो त त्यो पुस्ता त्यो दलले तिनले गरे कन्सेप्ट हो नि। तिनलाई के भने त्यो नभएर नयाँ आएका होइनन्, पुरानाबाट पनि केही भएको छन्। मैले अघि पनि तपाईँले भने नि, के भयो भने अहिले पनि आम नागरिकमा निराशा हुने के भने एउटा नीतिगत भ्रष्टाचार के सबैभन्दा। तपाईँले अघि पनि भने तपाईँले अनुकूल योजनाहरू छान्दै जाने, तपाईँ अरू के निश्चित व्यक्तिलाई, देशलाई भन्दा निश्चित व्यक्तिलाई फाइदा हुने किसिमले निर्णय हुँदै गए। त्यो नीतिगत भ्रष्टाचार सबैभन्दा त्यो देखिने भने फेरि अनुसन्धानको दायरामा त्यो पर्दै लागेन के सबैभन्दा। ती गर्ने मान्छेहरू अब त्यो गर्ने, त्यो गलत योजना छुट्याउने मान्छे अख्तियार गएन। अर्को के भयो भने जसले काम गरेछ सेवामुखी भ्रष्टाचार हुन लाग्यो क्या। एउटा तपाईँले के भने तपाईँले सेवा प्रदान गर्यो, तपाईँले मैले आज अनि एउटा चेक भुक्तानी दिएँ, तपाईँको कुनै एउटा काम गरेको तपाईँबाट कमिसन लिने, तपाईँले के अरे कुनै काम गरिदिए बापत सेवामुखी पनि भ्रष्टाचार भयो। अब त्योले गर्दा पनि अलिकति के भने धेरै किसिमको मान्छेमा निराशा भयो। अहिले पनि नयाँ भन्छन् नि, नयाँ भने त त्यो नयाँ सबै भने त्यो हाम्रो बुवा पुरानो कि हामीले फालिदिने, मेरो घर पुरानो म उजाडिदिने फालिदिने, मेरो गाई अनि पुरै मेरो भैँसी 20 वर्ष पुरानो मारिदिउँ त मैले पुरानो भनेर। त्यो भैँसीले गर्दा अहिले नयाँ भैँसी आयो नि। मेरो घोडै मेरो 20-25 वर्षको घोडा छ, त्यसको कति माया छ, त्यसलाई मैले झन् सङ्गार गरेर राखेको छु, कति उसले सर्भिस दिएको छ मैले। अनि त्यो बुढो भएर मैले फालिदिउँ खोलामा, उसले दिए डेलिभरी उसले दिएको अनि के अरे अनि उसलाई हामीले दिए सुविधा हामीले बिर्सिनु भयो। अहिले त्यो छ। यी दलले चाहे नेपाली काङ्ग्रेस हो, चाहे एमाले हो, चाहे माओवादी हो, जो पुराना दल हो, उनले दिएको योगदानले एकै दिन बिर्सिन सकिन्छ। नयाँ भनेर तपाईँको चाइनिज कपडा ल्याए जस्तो डुप्लिकेट ल्याए 2 दिन झल्लमल्ल गऱ्यो, सक्यो, पछि धुने बेलै सेकेन्ड पटक धुनै नपर्ने, अनि त्यो कपडा पनि काम छैन। यी नयाँ दल भने नयाँ दल, नयाँ विचार, नयाँ मान्छे भने यो फेसबुकका हुन् के, यो सामाजिक सञ्जालका हुन्। सामाजिक सञ्जालमा जुन दिन आउँछन् आउँदै डिलिट हुँदै जाने हुन् के, त्यो त्यस्तो छ। अब जस्तै नै पुरानै दलै भए नयाँ पनि राम्रो आओस्, वेलकम है। तर मैले पनि भने नि, तपाईँ नयाँ उमेरले मान्ने हो कि, तपाईँको क्षमतालाई मान्ने हो कि, तपाईँको विचारलाई मान्ने हो कि, तपाईँको सिपलाई मान्ने हो कि, सबै चाहिएला। संस्कार पनि चाहिएला क्या नयाँलाई पनि। संस्कार भन्ने त्यो सामाजिक सञ्जालमा दुनियाँलाई गाली गर्ने, झोले भन्ने, दुनियाँ झोले भने के हो, एउटा के भने समर्थ हो। मै पनि एका झोले हुँ, अहिले सबै यो चलेको छ झोले। झोला नभए झोला किताब हाल्ने पनि हो, झोला भने कपडा राख्ने पनि हो, झोला तरकारी राख्ने पनि हो। झोला त महत्त्वपूर्ण हो त। स्कुलले नै हामीलाई के भने अहिलेसम्म यो बोल्न सिकाउने झोला भएर त यो सिकायो त। त्यो बोल्न के लेख्यो भने थाहा छैन। अहिले के छ भने प्रत्येक राजनीतिक पुराना होस् चाहे नयाँ होस्, सबैमा सुधारीको मान्छे, के भने सबैमा सुशासनयुक्त मान्छे, सबैमा पारदर्शी मान्छे, गनाएको मान्छे, विवादित मान्छे कसैले पनि चाह छैन। जेनजीको भावना पनि त्यही हो। म पनि जेनजी विचारकै मान्छे हो के, त्यो उमेरमा नपर्ला। तर सबैले के भने त्यो करप्ट मान्छे कोही हुनु हुँदैन भने सबैमा अभियान बन्छ, त्यो अभियानले सबैले साथ दिनुपर्छ, चाहे जुनसुकै दलको होस्। अहिले जस्तो के छ भने हाम्रो मुगु जिल्लाका नागरिकहरू अस्ति म के गाउँमा घुमेको थिएँ, नागरिकहरू अहिले भनाइ के छ भने चाहिँ हामीले भोट दिँदा हाम्रा पनि हात फाटिसके होइन, जति भोट पुरानै अनुहार मात्रै आउँछन्,
नयाँ अनुहार आए पनि अब कस्तो के हुने थाहा छैन। अब भन्छन् के भन्छ नयाँ अब पुरानो हामीलाई अब त्यति हामीले जुन आशा गरेका थियौँ, जुन अपेक्षा गरेका थियौँ हामीले त्यो पाएनौँ। अब हामीले नयाँ दल, नयाँ व्यक्ति, नयाँ हाम्रो एउटा हुन पनि जस्तो जेनजी कुरा उठ्यो, जेनजी विषय कुरा हाम्रो आएछ भन्ने उसलाई समर्थन गर्ने भनेपछि अब पहिलाका दललाई मान्छेहरू अहिले पनि वितृष्णा भइसक्यो, फैलिसकेको रहेछ। अब भनौँ अब यस्ता अब पनि नागरिकहरू यस्तो अब अवस्थामा आइसक्यो भनेपछि अब तपाईँ भन्नुहुन्छ पुराना दल किन माया गर्ने भन्छ नि त, यसमा त के भन्नुहुन्छ? होइन पुराना म यही तपाईँ त्यो भोट हाल्ने मान्छे पनि त पुरानो रहेछ। त्यो भातै खियो भने किन भोट हाल्दा के भने म पनि पुरानै मान्छे हो भोट हाल्ने, पहिलो कुरा है। अहिले तपाईँले मिडियामा जुनसुकै सोसियल मिडिया तपाईँले देख्नुभयो होला, मैले पनि हेरेको छु है यो मुगुको, त्यो सिलेक्टेड मान्छेहरू के सिलेक्टेड मान्छेहरूलाई ल्याएर तपाईँको विचार के छ भन्ने ती कस्ता छन् भने उपभोक्ता भएर राम्रोसँग थाकिसकेका फेरि उपभोक्ता हुन नपाएका त्यो, अनि जागिरी खाएर रिटायर भएका फेरि जागिरी हुने त अवसर छैन नि त्यस्ता मान्छेहरू है। अनि व्यक्तिगत रूपमा के भने कसैप्रति रिस भएका त्यो मान्छेको देखि नसक्ने मान्छे त्यतिकै सिलेक्टेड, त्यो मुगुको जम्मै 20 जना मान्छे मात्र होइन नि फेरि त्यो मिडिया बोल्ने। तपाईँ युट्युबमा सुन्नुभयो होला, युट्युबमा बोल्ने 20 जना मान्छे मात्रै त्यो 50,000को प्रतिनिधित्व गर्दैन। पहिलो कुरा ती मान्छे भने स्याम्पल गरेका यो मान्छे दलप्रति नेगेटिभ छ, जसले हिजो जलाउनलाई उत्सव मान्थ्यो, जो हिजो ढुङ्गा हान्नेलाई ठुलो बहादुरी मान्थ्यो, जसले पुलिसका हतियार थुतियालाई ठुलै 220 युद्धै हामीले जित्यौँ जस्तो जसले उत्सव मनाए तिनीहरूले गरे हुन्, त्यो अरूले गर्दैनन् त्यो है। त्यो बुझ्नु होला। अहिले पनि पुराना भने नि पुराना नयाँ जे पनि सबैले सुधार हुने, पुरानो उहाँहरूको अपेक्षा पुरा हुने के अपेक्षा हो? स्वास्थ्य मैले तपाईँले भनिसकेँ, शिक्षा भनिसकेँ, सडक भनिसकेँ, कृषि भनिसकेँ, तपाईँको भोगमरी छैन, स्वास्थ्यलाई पुरै यहाँ सुत्केरी नभएर मरेको घटना बिरलै छ, तपाईँ त्यो पनि सुन्नु भएको छैन। निरक्षर पढ्नै नपाएर मैले के अरे केही सुविधा पाइनँ भने त्यो पनि छैन। सङ्घ संस्थाहरूदेखि सबै परिचालित पनि छन् होइन यो विषयमा, साक्षरता भोगमरी हटाउने सबै विषयमा भनेपछि उहाँहरूको के छ भने बुझाइ नै के भने सामाजिक मिडियामा सोसियल मिडियामा जे आएछ नि त्यसलाई के भने फलानु मान्छे त गाउँपालिका अध्यक्ष भने यति खाए गाडी चढ्यो, फलाना अब मन्त्री भयो यो गाडी चढ्छ, ढाका टोपी लाउँछ, फलानाले यो गर्यो के अरे भनेर सबै त्यो मात्र भरम के भने सबै त गाउँपालिका अध्यक्ष एकैचोटि बनाउन सकिँदैन नि, सबैले एकैचोटि मन्त्री बनाउन सकिने हो त, सबैले एकैचोटि मान्य बनाउन सकिने हो त, सबैले पार्टीका हेडमा एकैचोटि लिन सकिन्छ। बहुपद गरे पनि 4-5 जना जाला, त्यो सबै नागरिकलाई ल मानौ यो छाना रारा नगरपालिकामा सबलाई मेयरको अनि उहाँलाई डाहा लाग्यो सबलाई मेयर बनाइदिउँ त यहाँ 22,000 मान्छेलाई, ल सबै मेयर घोषणा गर्ने, सबैले मेयर बनाइदिने हो त, ल उहाँको सन्तुष्टि त्यो भए उहाँ चित्त बुझ्छ होला। त्यो सम्भव छ? त्यो कुनै व्यवस्थामा कुनै त्यस्तो व्यवस्था छ सबैलाई अनि के अरे त्यो मेयर बनाउने? त्यो बनाउनै सक्दैन क्या, त्यो बनाउनु पर्छ। जस्तो मेयर आउनलाई त्यो कति लगानी गर्नु पर्यो होला, कति सङ्घर्ष गर्नु पर्यो होला, कति त्याग भयो होला, कति किसिमको अनि के अरे कन्ट्रिब्युसन आफ्नै ठाउँमा नि त्यो अरू पो जो पुग्यो केही न केही त होला नि उहाँहरूको। अब उहाँहरूले पनि बुझ्नु भने हात थाकिसक्यो भन्ने मान्छेले पनि भोलि हाम्रो पनि पालो आउँछ। तर के भने उहाँको गुनासो जो मैले भने नि जेला नदिएका, त्यसपछि पक्षपात, सेवामा प्रवाहमा पक्षपात, सबैभन्दा स्थानीय तहमा अहिले सुनिएको यो के भने सेवा प्रवाहमा पक्षपात, त्यो पक्षपात हटाइदिनु पर्यो। तपाईँको विचारमा चाहिँ अब के छ, पुरानो दल दोहोरिनु पर्छ कि नयाँ अनुहार आउनु? तपाईँ कसरी दिनु? होइन म त नयाँ भने कस्तोलाई नयाँ भन्ने, नयाँ भने कुरै नयाँ मैले तपाईँलाई अघि नै उदाहरण दिइसकेँ। म नयाँ त नयाँ मान्दैन नि, यिनीहरू के भने पुरानाबाट होइन, सुन्नु न, पुस्तान्तरका कुरै छैन यहाँ, पुरानो सुन्नु न, पुस्तान्तर त समयले गराउने, पार्टीले रेस्ट्रिक्टेड गरेका, उपभोक्ता हुन नपाएका, लोकसेवा फेल भएर जागिरी नपाएका, त्यसपछि गएर वैदेशिक रोजगार जानलाई त्यो किसिमको चारित्रिक अनि के अरे त्यो शुद्धता नभएका अनि त्यस्ताहरूलाई हामी नयाँ दल भन्ने त? ती सबै सङ्गठित हुन् न, पुलिसको वान्टेड सूचीमा रहेका देशभरिका एक सङ्गठन बनाए त देशभरिका सबै एकीकृत भयो त एक त मान्य 2-3 मान्य त जिताउन सक्छ नि त। अपराधीलाई पनि भोट हाल्ने राइट छ त। तपाईँले आएर कैदमा बसे बेग्लै होला, तर अपराधी चाहिँ विभिन्न पुलिसको वान्टेड सूचीमा रहेका सबै आएर सङ्गठित भएर समानुपातिकमा त ल्याउँछ नि त। त्यस्ता ल्याएर नयाँ भने ती नयाँ होइनन् है। नयाँ के हो भने अनुहारमा नयाँ हुनु भएन कि कार्यशैलीमा तपाईँको चरित्रमा तपाईँको नयाँ आउनु पर्यो, तपाईँको स्वभावमा नयाँ आउनु पर्यो। तपाईँको के अनुहार यहाँ नयाँ ल्याएर हिजो नेपाली काङ्ग्रेसमा बसुन्जेलसम्म काम नगर्ने केही पात्र अहिले नेपाली काङ्ग्रेस छोड्दैमा नयाँ दलका त्यो नयाँ हुने हो।
हिजो एमालेमा बस्न नसक्ने अहिले त कति एमालेमा नटिक्ने ती आएर अहिले नयाँ दल हुन्छ कार्यकर्ता छोटे नयाँ पार्टीमा होइन, समाहित भइसकेको नयाँ पार्टी गइसकेका यो छन्। मौसम चलेको छ के तपाईँ के छ भने रासोपामा गए तपाईँको जस्तो कुलमान घिसिङको पार्टीमा हजुर देख्नु भएको छ किन मान्छेहरू पहिलेको दलले मान्छे अकतिको भइसक्यो भनेर पुष्टि हुन्छन् देखिन्छ नि त अहिले होइन हेर्दाखेरि। फेसनेबल पार्टी हुन्छन् क्या च्याउ जस्ता उम्रिन पाइन्छ त्यस्तो के हो भने तपाईँले अस्ति पनि 100 कति दल भन्दा 120 दलभन्दा बढी निर्वाचन आयोगमा दर्ता भएको थियो लड्ने कति दल हुन् पछि अब घट्दै जाउँलान् त्यो त के होलान् त्यो त राइट संविधानले राइट पनि दिएको छ तपाईँले नयाँ केलाई भन्ने के कुलमान घिसिङलाई तपाईँले जम्मै चोखो यति राम्रो अनुहार यो देशले सम्झन लायक पात्र हुन् त कुलमान घिसिङले विद्युत प्राधिकरणमा के गरे त्यो विद्युत प्राधिकरण कर्मचारीले सोध्नु न अनि उनले अहिले भौतिक पूर्वाधार मन्त्रालय कसरी चलाएन् त्यहाँका कर्मचारीले सोधेर सोध्नु न उनले कति चलाएन् भने उनलाई अनि त्यो के अरे यो पार्टी खोलन र भनेर ल्याए हो अनि के अरे उज्यालो ल्याउनलाई अनि उनको मात्रै योगदान थियो कि देशभरिका के अरे प्रसारण लाइन कुलमानले जोड्या हो देशभरिका ट्रान्समिसन लाइनहरू उसले त जोड्या त होइन नि त्यो सबै पावर हाउसहरू बने सरकारले अघिल्लो सरकारले जो छ नि अगाडिका जति सरकारले थियो त्यो पाइपलाइनमा थिए योजनाहरू त्यो एकैचोटि अनि त्यो के भने उत्पादन भयो त्यसपछि त्यो बत्ती अन्त खोलामा फाल्नु थिएन जल्यो त्यो सबैको देशको पहिला त राज्यको पैसा खर्च भयो के कुलमानको व्यक्तिगत पैसा खर्च गरेर बत्ती ल्यायो भने हामी सलाम गर्छौँ ल कुलमानकै पार्टीलाई मानौँ राज्यको पैसा खर्च भएको छ राज्यको जनशक्ति खटेको छ अनि के भने मानिरहेको बोकिरहेछन् उसलाई कुलमानले ल्यायो कुलमानले ल्यायो भने ल देशभरिको बत्ती कुलमानकै अनि अहिले पनि ऊर्जा मन्त्री आम नागरिकले बत्तीको बिलै नतिर्ने गरी निर्णय गराओस् न त्यो राज्य कहाँबाट हो त्यो स्वरूप फेरि राज्यले बेहोर्नु हुँदैन बेहोर्ने पक्षमा पनि छ राज्यलाई कङ्गाल हामी बनाउनु म राज्य प्रतिनिधि हो कुलमानले यस्तो निर्णय गरोस् म भोलि बिहानै कुलमानको पार्टीलाई प्रचार गरेर म यहाँ पनि उम्मेदवार काहीँ सहयोग गरिदिन्छु मैले कुलमानले के निर्णय गरोस् भने तपाईँले मिडियामा सुनाइदिनुहोस् के भने कुलमानले बत्ती ल्याउनु भयो अब कुलमानले कुनै पनि मिटर बक्समा नेपाली जनता मिटर बक्समा कुनै पनि सबै शुल्क कुलमानले कहाँबाट तिराउने वैदेशिक सहायताबाट तिराउनुहुन्छ कि कुलमानकै पार्टीबाट तिराउनुहुन्छ कि कुलमानले कुनै फन्डिङ गरेर गर्नुहुन्छ तर नेपाल सरकारले त्यो मिना दिन पाइँदैन त्यो राज्यको पैसा हो मिना दिने पछि हामी छैन पनि यो राज्य अझै त्योमा छैन ल त्यो गराउनु त कुलमानले त्यति बेला हामी मानौँ राज्यको साधन स्रोत सबै प्रविधि प्रयोग गरेर गर्ने जस एउटा लिने त्यति बेला प्रधानमन्त्री थिएन होला त्यति बेला मन्त्री थिएन होला त्यति बेला कुनै क्याबिनेट थिएन त्यति विद्युत प्राधिकरणको सिङ्गो त्यो संस्थाका अरूको योगदान थिएन होला एउटैले बोकेर लिने मिडिया प्रायोजित गर्ने मिडियालाई बोक्ने अनि के अरे कुलमानले मात्र गरे मिडिया बोक्ने अहिले पनि के हो तपाईँले केही नेता हुने मन लाग्यो तपाईँले केही के अरे सेलिब्रिटी हुनु मन लाग्यो भने मिडिया बोक्यो भयो कि 4-5 जना युट्युबर पछाडि हिँडायो अनि जे बोले पनि तपाईँको अनि हिरो बनाइदियो बोस्टिङ गर्यो अनि भयो तपाईँ नेता त्यो कति दिन टिक्छ त त्यही किसिमले हामीले खोजिया त्यही किसिमको परिवर्तन खोजिया अहिले भया त्यही छ नयाँ भने त्यो बोस्टिङ होला त्यो के भने त्यो गरे हात्तीपाइले रोग लाग्यो जस्तो सुनिए जस्तो तपाईँको स्वाभाविक मोटाएर तपाईँको के अरे तपाईँको शरीर बढ्नु बेग्लै कुरा हो तपाईँ हात्तीपाइले भएर त्यो खुट्टा सुनिनु त फरक हो त यार तपाईँको मृगौला बिग्रेर तपाईँको अनि त्यो शरीर सुनिनु बेग्लै कुरा हो यहाँ त के मृगौला बिग्रिया थाहा छैन सुनिएछन् म त मोटाएको छु भनेर फुपुती लाएर हिँडिरह त्यो पनि तपाईँहरूले पनि यसलाई प्रोत्साहन गर्नु भएन क्या नयाँ भने के हो त प्रत्येक दिन हामी खाना पकाउँछौँ त्यो नयाँ त हो नि नयाँ होइन अनि के अरे पुरा बाली प्रत्येक पटक लगाउँछु त्यो पनि नयाँ हो पुराना भन्ने हो भने तपाईँको जग्गा नकमाउनुहोस् तपाईँ घरमा नबस्नुहोस् तपाईँ आमा बाबुलाई पहिला बहिष्कार गर्नु पऱ्यो पहिला पुराना हुन् नि बाबुआमालाई पुरानो होइन तपाईँको सुन पुरानो छ त्यो पनि फालिदिनुहोस् तपाईँको पुरानो सर्टिफिकेट पनि जलाइदिनुहोस् त्यो आवश्यकता हुनु पुरानो भने त पुरातात्विक हुन्छ पुरानो भने जति पुरानो भयो त्यसको महत्त्व बढ्दै जान्छ तपाईँ जति पुरानो भयो त्यति पुरातात्विक हुँदैन पुरानो भने के हो पुरानो जति तपाईँको जस्तै 1958 नेपालमा गोर्खापत्र प्रकाशन भयो त्यो प्रति अहिले पायो भने त्यसको लाखौँमा बिक्री हुन्छ 2002 सालमा नेपाल नोट प्रकाशन भयो त्यति बेलाको नोट पायो भने लाखौँमा बिक्री हुन्छ यहाँ पुरानोलाई त सङ्गीत आमा पुरानो त यस्तो अब त्यो भएन यहाँ छैन कि उल्टो के छ भने पुरानो गरेर त आमा बाबुले बहिष्कार गरौँ त पहिला पुरानो जग्गा घर सबै पुरानो घर छोड्नु पऱ्यो पुरानो जग्गा पनि छोड्नु पऱ्यो पुरानै जग्गा हामी नयाँ ल्याए त होइन नि जग्गा यो भूमि त कहिले यसको त त्यो हामी बताउनै सक्दैनौँ सबै पुरानो छ यो नदी पुरानो यो नयाँ के छ र यो सबै जङ्गलै सबै पुरानो
हो यो भाष्य खडा गरिहाल्छ कि यो गलत यो के हो भने यो धेरै बुझिया पनि छैन यसको व्याख्या पनि छैन यो गाउँ गाउँमा व्याख्या पनि भएको छैन यो सामाजिक मिडिया मार्फत व्याख्या पनि भएको छैन नयाँ के भयो भने पुराना दलहरूमध्ये भएका अवसर नपाएका केही राम्रा मान्छेहरू टुक्रिएर गए होला नि त्यो बेग्लै स्वतन्त्र मान्छे पनि थिए ती पनि बेग्लै उनले गर्नु पनि चाहेका छन् केहीले है त्यो सबै त्यो घानमा हामी राख्नु पनि हुँदैन केही त के भने पार्टीबाट काम नलागेका लफङ्गा लुच्चा फुच्चा ती त्यहाँ गएर राम्रो पार्टी बदनाम गरेर तिहाएर यहाँ आएर नयाँ दल बनेर प्रमुख अतिथि भएर खडा भएर यार गइकिया छन् यार बाबु अख्तियारको तारिखमा छ बाबु विशेष अदालतमा मुद्दा हालेर बसिया छ छोरो जेएनजी नेता भएको छ नि छोरो यहाँ के भने भ्रष्टाचारको विरुद्ध बाबुले त्यो जिल्लाभरिको यहाँ उपभोक्ता जसरी खाया हुन्छ ऊ केन्द्रीय सदस्य हो जेएनजीको त्यही हो त्यही हो नयाँ भने अनि नयाँ भने त्यो ढुङ्गान्नु नयाँ भने त्यो सिंहदरबार जलाएर सेतो व्हाइट कलर थियो त्यो कालो बनायो त्यही हो नयाँ के हो त नयाँ भने हो त्यो कुरा पनि नयाँ भन्ने शब्द नयाँ भने पनि के हो भने परिवर्तन हो क्या नयाँ भने तपाईँ यो घर छ यसलाई कलर गर्नु यसलाई नयाँ त हो नि त्यो छैन त्योतिर हामीले विचार छैन जहिले पनि के हो भने पुराना काम छैन यो छैन पुराना गरे होला नि गलत गरे त्यो किन सच्याउने अहिले पनि भने नि उनीहरूको सिट सङ्ख्या घटिरहेछ मतदाताहरूको विकर्षण छ उनीहरू त पहिला काङ्ग्रेस त 2048 सालमा एकलौटी सरकार चलायो नि बहुमतका साथ अहिले आएर सबैको मिलिजुलिकन 10-12 दल खुलाएर गर्नु पर्यो त्यो पनि त घटेकै हो त मान्छेहरू त्यो राम्रो गरे भए त बढ्दै जान्थ्यो होला मोदी चम्किँदै जाने 75 वर्ष अझ त नयाँ पुरानो के छ तपाईँको भने के नीतिश कुमार 76 वर्षको बिहारको मुख्यमन्त्री हुने अनि 73 वर्षको मोदी 3 पल्ट प्रधानमन्त्री हुने भारतको अनि टोम्प त्यति अनि 87 वर्षको मान्छे भइरहने सी जिनपिङ भइरहने त्यसपछि गएर अनि के अरे भ्लादिमिर पुटिन भइरहने नेपालमा केही पेले बुढो भयो शेरबहादुर बुढो भयो तीभन्दा त बुढा दिनका बाबाआमा छन् त पहिला बाबाआमालाई बहिष्कार गरोस् त घरबाट अनि त्यसपछि कुरा गरौँला नि हामीले पनि बुढाबुढाको व्यवस्थापन गर्ने नयाँ सङ्गठन खोलौँला यो त बस्दैन भने कि अर्को केही विकल्प खोजौँला छैन मान्छे विचारले बुढो हुन्छ मान्छे क्षमताले बुढो हुन्छ सिपले कलाले सृजनाले बुढो हुन्छ उमेरलाई क्षमतासँग जान्ने हो उमेर सबै चिज हो त केही हो उमेर सबै चिज हो त हामी पनि त्यो हिजो उमेर समूहमा थियो भोलि त्यो के अरे हामी पनि 75 को उमेर समूहमा जाउँला त उमेर समूहले ल्याए होइन नि अनि यसले गर्दा त तपाईँको विभाजन कति ल्याएछ यो 7 सालको परिवर्तन भयो 46 को भयो 63 को भयो यो जति परिवर्तन यो एउटै उमेर समूह ल्याएको थियो त्यहाँ त 70 वर्षको मान्छे पनि गएको थियो 20 वर्षको मान्छे पनि गएको थियो ल बनाउने भए अहिले यिनीहरूले 20 वर्षको मान्छे पर अगाडि त्यति बेला 7 सालमा के अरे कृषि मन्त्री भएको थियो अहिले यिनी बन्नु पर्दैन त अहिले यो 28 वर्षको मान्छे 25 वर्षको मान्छे कहाँ गएको थियो हो त्यो भन्न जति सजिलो छ त्यो अनुसार हामी कार्यान्वयन गाह्रो छ तर यो भन्दा के हो भने यो पुराना केही पनि होइन सबै नयाँ भने यति देखेकै मान्छे त हो त हिजो हामीसँगै बस्थे अहिले त्यही मान्छे जेनजी भएको छ हामीसँग हिजो बस्थ्यो त्यही मान्छे नयाँ पार्टीको अनि अध्यक्ष भएको छ हामीसँगै त्यही मान्छे बस्थ्यो अर्को गएर केही पद भयो होला त्यो मान्छे त त्यही हुन् नि चरित्र त्यही छ स्वभाव त्यही छ कार्यशैली त्यही छ व्यवहार त्यही छ अनि फरक के नयाँ त्यो एउटा बाहिर त्यो पहिचान मात्रै गरेर त्यो नारा परिवर्तन गर्दैमा मान्छेको के अरे सङ्गठन परिवर्तन हुँदैमा नयाँ हुने हो र हिजो त्यो काङ्ग्रेस थियो अहिले गएको रासपा गयो होला हिजो रासपा थियो अहिले के अरे उज्यालो पार्टीमा के छ अहिले गयो होला त्यही मात्र नयाँ होइन नि मान्छे सबै पुरानो हो यो कुरामा तपाईँ हामीले पनि के हो भने यस्ता कुराहरूको खण्डन सबैले गरिदिने हो क्या हजुर हुन्छ अब अन्त्यमा चाहिँ अब तपाईँको कुनै भन्न मन लाग्यो त्यस्तो कुनै सल्लाह सुझाव अन्त के भन्न चाहन्छु अन्त्यमा चाहिँ अन्त त भन्नु अब धेरै भनियो मैले यो अब कसैलाई रिस पनि उठिया होला कसैलाई चित्त पनि बुझिया होला मैले के भने जे देखेँ मैले फिलिङ अनुभवको आधारमा म कुनै कथा वस्तु बनाएर बनाएँ होइन यसको लागि तपाईँहरूलाई मैले सोचेर विचार मैले भोगेको कुरा मात्रै फ्याक्ट रूपमा बोलेको छु तपाईँले यसलाई अन्यथा पनि नलिनु होला यो मेरो धारणा सबै अन्तिमै मेरो धारणा सबै मान्नुपर्छ भन्ने मान्छे छैन मलाई जे लाग्यो त्यो बोले यो महत्त्वपूर्ण समय तपाईँले उपलब्ध गराइदिनु भयो यसका निम्ति विशेष यहाँलाई धन्यवाद धन्यवाद आजको कार्यक्रमबाट म पनि बिदा हुन्छु नमस्कार